नमस्कार। कार्यक्रम जनसवालमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम जनसवालमा विशेष गरेर समसामयिक घटनासँग सम्बन्धित रहेर छलफल अनि हामी बहस गर्नेछौँ। पछिल्लो समयमा विश्वमा नै फैलिएको कोभिड-19 कोरोना भाइरसको बारेमा हामी विशेष छलफल गर्दै आएका छौँ। आज पनि यही क्रमलाई निरन्तरता दिनेछौँ। नेपालमा दिन प्रतिदिन कोरोनाको सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा अब पछिल्लो समयमा अलिकति लकडाउनको मोडालिटी भने परिवर्तन गरिएको छ। अब बजारहरू खुल्ला गर्न पाउने, सवारी साधनहरू पनि आफ्नो निजी सवारी साधनहरू सञ्चालनमा ल्याउन सक्ने, बाइकमा मोटर बाइकमा भने 2 जना नभएर 1 जना मात्र सवार गर्न पाउने, यसै गरी प्राइभेट गाडीमा भने बाहेक 2 जनालाई अब ओहोरदोहोर गर्न पाउने। यो चाहिँ काठमाडौँ उपत्यका, भ्याली, भक्तपुर, ललितपुर अब जिल्लाको नाकाहरू पनि सिल डाउनको अवस्थामा रहेको छ। अलिकति काठमाडौँमा राहत मिले जस्तो भएको छ। यस बखतमा सङ्घ संस्थाहरूले के कस्ता कदमहरू चालिरहेको छ र आफ्नो समुदायलाई कसरी अगाडि बढाउन सक्छ, आफ्नो समुदायको लागि कस्तो किसिमको भूमिका निर्वाह गरिरहेको छ, विगतका दिनमा कस्तो गरिरहेको थियो र आज कस्तो हुँदैछ, भोलि आउने दिनमा यस्तो जोखिम परिस्थितिमा के कस्ता कदमहरू हुन सक्छ भन्ने विषयमा कुराकानी गर्नेछौँ। आजको मेरो अतिथिहरू हुनुहुन्छ कोरोना को बारेमा कुराकानी गर्नको लागि आज हामी विशेष गरी नेवा समुदायमा प्रवेश गर्नेछौँ। नेवा समुदायका हस्तीहरूलाई मैले निम्ताएकी छु। आजको मेरो अतिथिहरू हुनुहुन्छ महासचिव नेवा दे दबुको माइला बाबु देउलाजी हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यसै गरी अध्यक्ष नेवा पत्रकार दबुको सुरजवीर साक्य अध्यक्ष हुनुहुन्छ। उहाँलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। यसै गरी लेखक तथा पूर्व महासचिव नेवा मङ्खखलाको नरेश वीर साक्यज्यू हुनुहुन्छ। उहाँलाई पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। यसै गरी साना उद्योग तथा व्यवसायी सुरेश प्रधानज्यू, उहाँलाई पनि कार्यक्रममा र सबैलाई एकमुष्टमा कार्यक्रममा स्वागत गर्न चाहन्छु। विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण हरेक मानिस प्रभावित छन् र त्यस बखतमा उपत्यकामा नेवा समुदायमा चाहिँ कस्तो असर परेको छ भन्ने विषयमा मैले जिज्ञासा राख्न चाहे। सबैभन्दा पहिले नेवा पत्रकार दबुको अध्यक्ष सुरजवीर साक्य अनि त्यसपछि म अन्य आजको सहभागीहरूसँग जोडिन चाहन्छु। यो समयमा अब संसारैभरिको प्रभावको बारेमा त हामी सबै नै अनुभवी छौँ। सबै हामी त्यो सूचनाबाट सबै जानकारी हामीसम्म पुगी पनि राखेको छ र यो समयमा नेवार समुदाय पनि निकै प्रभावित छ। नेवार समुदायको यो समयमा अब एउटा तनाव भनेको त कोरोना सङ्क्रमणको जोखिमबाट कसरी मुक्त रहने भन्ने तनाव नै पनि त्यो रह्यो नै। त्यो बाहेक पनि यहाँको दैनिकीमा जसरी अब आयको सन्दर्भ जोड्ने हो भने दैनिक त्यो व्यक्तिहरूको परिश्रम अनि उक्त परिश्रमबाट आय आर्जन गरी आफ्नो दैनिकी यापन गर्नुपर्ने व्यक्तिहरूको प्रभावको सन्दर्भ जोड्ने हो भने पनि त्यही किसिमको अवस्थाहरू छ। यसले अब विभिन्न व्यवसायमा पारेको असरका कुराहरू गर्ने हो भने ती असरहरू पनि छन्। त्यो बाहेक सांस्कृतिक पाटोमा पनि अब ललितपुरमा यो समय म छु र ललितपुरकै सन्दर्भ जोड्ने हो भने यो समय संसारकै ध्यान आकर्षण हुने रातो मसिलोनाथको रथ यात्रा पनि रोकिएको अवस्था छ। कहिले सुरु हुन्छ त्यो किसिमको सबैको चासो पनि छ यो समयमा। त्यो अर्थमा सबैतिर नै यसको प्रभावहरू त छँदैछ। अब यही प्रभावको बिचमा जसरी अब काठमाडौँ उपत्यकाकै सन्दर्भ जोड्ने हो भने यो समयको आवश्यकता पूर्तिकै लागि विभिन्न किसिमको राहत वितरणको कार्यक्रमहरू अगाडि पनि आयो र उक्त राहत वितरणको कार्यक्रमसँगै उक्त राहत कसको लागि भन्ने प्रश्नहरू पनि आयो र यही समयमा काठमाडौँ उपत्यकाभित्रै नेवार समुदाय बिचमा पनि धेरै त्यस्ता व्यक्तिहरूको बारेमा पनि उल्लेख भयो जसको लागि दैनिकी सञ्चालन पनि निकै कठिन भयो। तर जसरी राहतको योजनाहरू बन्यो त्यो राहतको योजनामा प्राथमिकता कसलाई भन्ने प्रश्नहरू पनि आए। यी प्रश्नहरू बिचमा उठे पनि त्यसमा अब नेवार समुदाय, यहीँको समुदाय जो अब सांस्कृतिक रूपमा अथवा आफ्नो चलनचल्तीकै कारणले गर्दा यसरी अगाडि आउनु पनि सक्दैन, त्यतातर्फ त्यति ध्यान दिन सकिएन भन्दा भन्दै पनि अब लकडाउनको अवस्था त अहिले अलिकति खोक्लो भइसकेको छ। तर त्यो किसिमको प्रभावहरू पनि छ। अब यो प्रभाव अझै पनि निरन्तर छ। यसको समस्या यसले दिने
अरू दुःखहरू अझै पनि निरन्तर हुँदैछ, केही खुकुलो मात्रै भएको हो। अहिलेसम्मको यो समस्याका कुराहरू त छन्, तीतर्फ ध्यानाकर्षण नभएका कुराहरूमा आज ध्यानाकर्षण हुने पनि छ र त्यसपछि ती कुराहरूमा सुधार हुन्छ भन्ने त्यो आशा पनि यो कार्यक्रम मार्फत हामीले राख्नै पर्छ। हजुर धन्यवाद। अब यही जिज्ञासा मैले राख्न चाहे, अब साना उद्योग तथा व्यवसाय सङ्घमा हुनुहुन्छ, उहाँ व्यवसायी हुनुहुन्छ सुरेश प्रधानज्यू। व्यवसायहरू ठप्प भएको छ, अब तहस नहस भयो पछिल्लो समयमा। अब आफ्नो व्यवसाय सञ्चालन गर्नको लागि विभिन्न व्यवसायी कर्मीहरूले अब आन्दोलनसम्म गर्नुपर्ने परिस्थिति आयो। तपाईँले समाचारहरू पनि हेरिरहनु भएको छ। कस्तो असर परेको छ जस्तो लाग्छ यहाँको विचारमा? यहाँ व्यवसाय गर्ने एउटा व्यक्ति हुनुहुन्छ, अब व्यवसायमै तपाईँ भिजेका व्यक्ति भएको हुनाले व्यवसाय लगायत दैनिकी नै कस्तो असरमा परेको छ जस्तो लाग्छ यहाँलाई? विशेष गरिकन अब यो परिवेशमा 80-82 दिन कटिसकेको छ लकडाउनको अवस्था, र पनि हामीले जनजनमा के सूचित गर्न अथवा प्रसार गर्न सकेनौँ भने अब यो कोरोना अथवा कोभिड-19 भनेको, कोभिड-19 भनेको अघि पछिको जस्तो रोग व्याधि होइन। यसले चाहिँ मान्छेबाट मान्छेमै तुरुन्तै सार्ने हो। त्यस कारणले हामीले हिजो अस्ति कुमकुम जोडेर सबै प्रतिकार गर्थ्यौँ, सबै समस्याको प्रतिकार गर्थ्यौँ। अब चाहिँ हामी छुट्टै छुट्टै बसेर अब प्रतिकार गर्नुपर्ने अवस्था भनेर न सरकारले गर्न सक्यो, न हामी आफैले पनि गर्न सकिरहेका छौँ। त्यसमा पनि व्यवसायिक कुराहरू गर्दाखेरि सबै चिजको अड्किने कुरा भनेको आर्थिक उपार्जनको कुरामा आउँछ। व्यवसाय भन्नाले व्यवसायमा आउँदाखेरि व्यवसायीहरूले गर्ने काम भनेको अब आर्थिक उपार्जनमा सबैलाई सहयोग पुर्याउने कुरा हो र सेवा दिने हो र आपूर्ति व्यवस्था गरिदिने हो। त्यसकारणले यो बिचमा यो झन्डै 2.5 महिनाको दौरानमा 3 महिनाको नजिक पुगिसक्यौँ। यसमा धेरै साथीहरू चाहिँ अब व्यवसाय नचलेर आम्दानी कम भएर, खर्च बढी भएर ती कुराहरूमा चाहिँ गएको छ। अहिले यो अघि पनि तपाईँले भन्नुभयो, लगत्तै यो 29 गतेको सरकारको सूचनाले केही होलो बनाएको छ र पनि त्यसले पुगेको छैन। र कोभिड-19 को प्रोटोकलले पनि हेर्दाखेरि अब त्यो हिजोको अवस्थामा, चैत्र 10 गतेको अवस्थामा हामी पुग्नलाई धेरै वर्ष लाग्ने हुन्छ। त्यो कुरा हामीले बुझाउन सकेका छैन। यी कुराहरूलाई गरेर अब हिजो 25 जना काम गरेको ठाउँमा अब 10 भन्दा 12 भन्दा बढी काम गर्न सक्ने अवस्था देखिँदैन। हिजो अब 25 जना ग्राहकलाई सेवा दिन सक्ने ठाउँमा अब 8-10 जना, 12 जना, 15 जनालाई मात्रै सेवा दिन सक्ने अवस्था आउँछ। समयले हामीलाई धेरै फरक किसिमले ल्याइसक्यो। त्यस कारणले अब हामीले गर्नुपर्ने हो भने विशेष गरिकन बिजनेस हबहरूको एरिया मध्येमा काठमाडौँ उपत्यका, अरू पोखरा पनि होला, वीरगञ्ज पनि होला, विराटनगर पनि होला, अन्य ठाउँहरूमा पनि यही समस्या देखिरहेको छ हामीले। अब त्यस कारणले अब यो कोभिड-19 लाई कहिले सकिन्छ तब मात्र उद्योग व्यवसाय व्यापार गरौँ भनेर भन्न पनि सकिने अवस्था छैन। जस्तो बिफरलाई हामीले विगतमा 200 वर्ष बोक्दै 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 आफ्नो व्यवसायहरू सञ्चालन गरेर आय स्रोतकाहरू पनि काम गऱ्यौँ। ती कुराहरूलाई मनन गरिकन अब यो कोभिड-19 लाई बोक्दै के गर्ने भने चाहिँ हामीले सोच्नु पर्यो। हिजो हामीले यस्तो गरेका थियौँ, यसो गर्न पाएन, हिजो हामीले यस्तो गरेका थियौँ, यस्तो गर्न पाएन भनेर भन्न पाइएन। अर्को कुरा भनेको अहिलेको तडकारो रूपमा आउनुपर्ने कुरा चाहिँ मिडियामा पनि मैले देखिरहेको छैन। अब रिस्कको स्टेक चाहिँ कसरी ह्यान्डल गर्ने भन्ने चाहिँ, जस्तो अब समस्या भयो, समस्यालाई समाधान त गर्नुपर्ने हुन्छ, कसले गर्ने, कसरी गर्ने भन्ने चाहिँ कुरा हुन्छ। त्यस कारणले अब यो रिस्कलाई चाहिँ कम्तीमा ट्राइपार्टिट एग्रिमेन्ट हुनु पर्यो। सरकार पनि हुनु पर्यो, निजी क्षेत्रको रूपमा व्यवसाय पनि हुनु पर्यो, अब समाज अथवा जनता अथवा कामदार अथवा श्रमिक जोसुकै होस्, कम्तीमा 3 पक्ष 4 पक्षमा रिस्क सेयर गरे भने यसलाई चाहिँ समाधान गर्नु सजिलो हुन्छ हामीलाई। होइन भने अब यो एकहोरो म अराउँछु, तिमी गर, तिमीले नअराएसम्म म नगर्ने, त्यस्तो कुरा चाहिँ गरेर चाहिँ हुँदैन। त्यस कारणले ट्राइपार्टिट एग्रिमेन्टमा कुरा गर्दै अब यसलाई समस्या चाहिँ सुल्झाउनु पर्छ। अब उद्यम व्यवसाय भनेको भोलिबाट अब केही खुकुलो भएको छ, त्यसलाई चाहिँ मबाट अरूलाई सार्नु भएन, अरूबाट म कहाँ सर्नु भएन भन्दा पनि मबाट अरूमा सर्नु भएन यो कोभिड भनेर चाहिँ विचार गरेर काम गर्दाखेरि सबै समस्या समाधान हुन्छ।
200 वर्ष बिफोर बोके भन्दा पनि चाँडो यसको समस्या समाधान हुन्छ भनेर हामीले विचार गर्नु पर्यो, त्यही रूपमा काम गर्दै जानु पर्यो। अहिलेलाई यति नै, धन्यवाद। अब म जोडिन चाहन्छु नरेश बिरसाकाज्यूसँग। यहाँले पनि जानकारी गराइदिनुहोस्, उपत्यकामा चाहिँ नेवा समुदायमा चाहिँ अब पत्रकारज्यूले पनि जानकारी गराइसक्नु भएको छ, व्यवसायीज्यूले पनि जानकारी गराइसक्नु भयो हामीलाई। अब कस्तो चाहिँ असर परेको जस्तो लाग्छ, यहाँको अनुभव बताइदिनुहोस् न हामीलाई। अब यो विगत 80-82 दिनको लकडाउन भित्रमा सबैभन्दा बढी प्रभावित हुने भनेको यो हामी नेवार समुदाय नै हो। अब सञ्चार माध्यममा आए जस्तो अब दैनिक मजदुरी त्यसो आदि इत्यादिको जुन कुराहरू आइरहेछ, त्योभन्दा पनि प्रत्यक्ष रूपमा पीडितमा रहेका, प्रत्यक्ष रूपमा यसमा चाहिँ असर परेकाहरू चाहिँ काठमाडौँका मिडल क्लासका नेवारहरू, जो अब पूर्ण रूपमा आर्थिक रूपमा पूर्ण रूपमा सक्षम पनि छैन अनि पूर्ण रूपमा चाहिँ असक्षम पनि छैन। अब दिनदिनैको आर्थिक गतिविधिबाट जीवनयापन गरिराखेका यो मिडल क्लासका नेवारहरूलाई यस्तो समस्या छ कि अब सरकारले राहत बाँडेको भनेर भन्छ, अब त्यो राहतको लाइनमा जाने स्थिति पनि हामी नेवारहरूभित्र छैन। त्यस्तै अब आर्थिक गतिविधि बन्द भएकै कारणले गर्दाखेरि नियमित रूपमा आर्जित हुनुपर्ने अब आम्दानीहरू चाहिँ हुन सकिराखेको छैन। अब यो अहिले जुन हामीले भोग्यौँ यो कोभिडको चाहिँ लकडाउन, अब एउटा चाहिँ वर्तमान स्थिति मात्रै हो। अब भविष्य के हो त भन्दाखेरि अब त्यसकारण अब यसले के इफेक्ट गर्छ भन्ने कुरामा त अब धमाधम बिस्तारै अब कुराहरू चाहिँ बाहिर आउनेवाला स्थिति छ। अब विशेष गरिकन मैले भर्खरै भन्छ यो मिडल क्लासका नेवारहरू चाहिँ प्रायः जसो व्यवसायमा अब विभिन्न तरहबाट चाहिँ अब जक्रिएका, जस्तो अब ब्याङ्क लोनको कुराहरू भनौँ होइन, अब त्यो कसरी चाहिँ अब पेमेन्ट गर्न सकिन्छ भन्ने कुरामा पनि अहिले सरकारको स्पष्ट रूपमा चाहिँ नीति आइराखेको छैन। जति पनि अब नीति आइरहेको छ एकदम गन्जागोलमा आइराखेको छ। ब्याङ्कले कसरी चाहिँ अब आफ्नो इन्भेस्टमेन्ट जसरी ऋणीहरूलाई दिइराखेको छ, त्यो ऋणीहरूबाट कसरी ओभर गराउने भन्ने कुरा अब स्पष्ट नीतिहरू अहिलेसम्म पनि आइराखेको छैन। त्यसकारण प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा एकदमै यो प्रभाव परिराखेको कारणले गर्दाखेरि अब जीवनयापन चाहिँ जसरी पहिला भइराखेको छ अहिले त्यही रूपमा त्यसरी नै सहज हुन्छ भन्ने कुरामा अहिले बिल्कुलै छैन, हुँदैन पनि, गर्न सकिँदैन पनि। त्यसकारण अब यसको चाहिँ अब भर्खर सुरेशजीले भने जस्तै अब जुन हामीले लकडाउनमा भोगेका आर्थिक गतिविधिका बाधाहरूलाई कसरी चाहिँ यसलाई अब सल्भ गर्न सकिन्छ भन्ने कुरामा अब विभिन्न पक्षका कुराहरू आउनु पर्यो। जस्तो घरबहालहरू आइराखेको छैन, घरबहालहरू टिन्नेवाला स्थितिहरू पनि छैन। अब तिनीहरूसँग सामाजिक रूपमा हामीले के अब झगडा गरेर बस्नु, यो पनि कुरा बन्दैन। त्यसकारण जिम्मेवारी कसरी बाँडफाँड गर्ने भन्ने कुरामा चाहिँ अब स्पष्टसँग नीति आउनु पर्यो। लकडाउन समयको पिरियडमा गरेका आर्थिक गतिविधिमा भएका अवरोधहरूलाई कसरी समाधान गर्नुपर्ने भनेर यो मौखिक रूपमा मात्रै होइन, नीतिगत रूपमै कुराहरू आएर चाहिँ यसले समाधान गर्नुपर्नेतिर चाहिँ जानुपर्छ जस्तो मलाई लाग्छ। र यसमा प्रभावित परेका विशेष गरिकन मिडल क्लासका नेवारहरू जो आफ्नो जीवनयापनमा अब हामी नेवारहरूमा एकजनाले कमाएर चाहिँ अब परिवार पाल्ने जस्तो हाम्रो चाहिँ सामाजिक परिस्थिति छ, एकजनाले कमाउने 10 जनाको परिवार पाल्ने, यस्तो स्थितिहरूलाई पनि अब समाधानको रूपमा कसरी गर्न सकिन्छ भन्ने कुरामा मेरो विचारमा नीति रूपमै अब आउनुपर्छ जस्तो मलाई लाग्छ। अब म जोडिन चाहन्छु महासचिव माइला बाबु देउलाज्यूसँग। यहाँको पनि अनुभव हामीलाई बाँडिदिनुहोस् न, कस्तो रह्यो? 82 दिनको हामी लकडाउनमा छौँ, लगभग हामी 3 महिनाको छेउमा पुगिसकेका छौँ। यहाँको दैनिकी कस्तो बित्यो र कस्तो अनुभव गर्नुभयो, यहाँको अनुभव पनि हामीलाई जानकारी गराइदिनुहोस् न। धन्यवाद। जजुलपा नमस्कार, अभिवादन। यहाँ हाम्रा अग्रज व्यक्तित्वहरूले धेरै कुराहरू राखिसक्नु भएको छ। मलाई खुसी लाग्यो उहाँहरूसँग सँगै बसेर यो इन्जिनियरिङ टेलिभिजन मार्फत आफ्नो केही कुरा राख्ने मौका दिनुभएको छ। त्यसै कारणले नै म इन्जिनियरिङ टेलिभिजनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मुख्यतया म एउटा नेवार नेतृत्वको महासचिवको हैसियतले उपत्यकाभित्र मात्र नभइकन समग्र नेवारहरूको बारेमा मैले कुराकानी गर्नुपर्छ जस्तो लाग्छ। त्यसै सिलसिलामा हाम्रो अहिलेसम्म हामीले सर्वे गरेको अनुसार 67वटा जिल्लामा नेवारहरूको बसोबास गरिरहेको छ। 67वटा नेवारहरू 67वटा जिल्लामा बसेका नेवारहरूको हाम्रो यो कोरोनाको प्रभावित बारे हामीले कुराकानी गर्नु पर्दाखेरि
धेरैलाई असर परेको छ। किन भन्दाखेरि नेवार समुदायहरू अघि भर्खरै हाम्रो नरेश दाइले भन्नुभएको छ कि नेवारहरू एउटा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गरिरहेका हरेक नेवारहरूको एउटा रोजगारी नै एउटा व्यापार व्यवसाय हो। यो व्यापार व्यवसायबाटै आफूले खान पर्ने, लाउनु पर्ने इत्यादि परिवार पाल्न पर्ने भएको हुनाले यो जुन 82 दिनको लकडाउन पछाडि सबैभन्दा प्रभावित हाम्रो नेवारलाई नै परेको छ। किन यसरी मैले भनेको भन्दाखेरि अन्य समुदाय क्षेत्रीय बाहुनहरूको समुदायभन्दा तुलना गर्दाखेरि हाम्रो नेवारहरू खालि व्यापार व्यवसायबाट खान पर्ने भएको हुनाले प्रत्यक्ष असर परेको एउटा देखिन्छ भने क्षेत्रीय बाहुनहरूमा किन देखिँदैन भन्दाखेरि उहाँहरू तल्लो पत्ता खाएर जीवनयापन गर्ने कारणले गर्दाखेरि उहाँलाई त्यसरी असर नपरेको देखिन्छ। र अर्को एउटा कुरा अब के छ भन्दाखेरि यो जुन मैले भने पर्छ यो नेवार समुदायमा आंशिक रूपमा कोरोना पोजिटिभ देखिएको छ, त्यो पनि म बताइन चाहन्छु। नेवार समुदायमा आंशिक रूपमा पोजिटिभ देखिएको छ। भक्तपुरमा केही, काठमाडौँमा केही आंशिक मात्र, अनि तपाईँको नवलपरासीमा केही, यसरी केही चाहिँ देखिएको छ। अहिलेसम्म यो नेपालमा कोरोनाकै कारणले गर्दाखेरि नेवारहरू मृत्युवरण भएको छैन, यसैमा हामी सन्तुष्ट छौँ। र जब यो लकडाउनको लगटै म एउटा नेवा देदबु केन्द्रीय महासचिवको हैसियतले हरेक जिल्लामा रिपोर्टिङ लिएको छु के कस्तो भएको भनेर। कुनै कुरा सञ्चार माध्यममा आइसकेपछि हामीले तुरन्तै त्यहाँ को हो के हो कसो भनेर हामीले बुझ्ने प्रार्थना गरेको छु। त्यसै कारणले गर्दाखेरि मलाई लाग्छ यो हाम्रो यो जुन भयावह कोरोनाले नेवारमा यो जुन रोगले सताएको छैन, यो जानकारी गराउन चाहे। र अब अर्को यो साँच्चैकै प्रभावित भनेको एउटा हाम्रो के त भन्दाखेरि कला संस्कृति सम्पदामा असर परेको छ। किन भन्दाखेरि जसरी काठमाडौँका मान्छेले मनाउने, हाम्रो काठमाडौँवासीहरूले मनाउने पहाडचरे जात्रा यसपालि जात्रा भएन। त्यहाँ मात्र क्षमा पूजाको रूपमा सामान्य पूजा गरेर जात्रा मनाइरहेको छ भने यता तपाईँको रातो मच्छेन्द्रनाथ जो अन्नका देवता उहाँको पनि हामी क्षमा पूजाकै रूपमा मात्र हामीले त्यो जात्रा गरे भनेपछि अनि यो विश्व सम्पदामा सूचीमा चाहिँ सूचीकृत भएको भक्तपुरको बिस्किट जात्रा, जुन बिस्किट जात्रा थियो, त्यो बिस्किट जात्रा पनि आंशिक मात्र तपाईँको क्षमा पूजा गरेर मनाउनु पर्ने बाध्यता थियो भने र जुन वैशाखको 4 गते यो भक्तपुर भ्यालीमा देवसोगम भन्छ, हरेक देवदेवताको वर्षमा एक दिन बाहिर निस्किने देवदेवताको पनि पूजा भएन भनेपछि यसरी प्रभावित भएको छ हाम्रो संस्कार संस्कृति सम्पदामा। भनेपछि अब हाम्रो एउटा आफ्नो जीव ज्यान सुरक्षाको निमित्त आफ्नो परिवारको सुस्वास्थ्य दीर्घायुको कामना गरेर हामी दिवाली मनाउँछौँ। त्यो दिवालीको पूजा समेत हामीले मनाउन पाएन। यसै कारणले गर्दाखेरि नेवारहरूलाई चाहिँ यहाँनिर समस्या भन्दा पनि संस्कार संस्कृति र सम्पदामा पनि धेरै जसो असर परेको मैले महसुस गरेको छु। यसैले गर्दाखेरि हामीले अब जुन यो संस्कार संस्कृति सम्पदा चाहिँ कहिलेसम्म रहने हो भन्ने कुराहरू अझै पनि भन्न सकिएको छैन। किन भन्दाखेरि यो कोभिड-19 भनेको देखिने रोग होइन, एक अर्काबाट सर्ने भएको हुनाले यसलाई पनि फेरि गर्नुपर्छ भन्ने। र अर्को एउटा कुरा के हो भन्दाखेरि यो जुन किसिमले काठमाडौँ उपत्यकामा अथवा अन्य राष्ट्रहरूमा यो जुन राहत वितरण गरेको भन्ने कुराहरू आइरहेको छ, त्यो राहत वितरण गरेको नेवार समुदायलाई राहत बाँडेको देखिएन। किन भन्दाखेरि नेवार समुदायहरू अलिकति आफै सक्षम भएको हुनाले अथवा प्रभावित भए तापनि सक्षम भएको कारणले गर्दाखेरि जुन डेरामा बसिरहेका अन्य जिल्लाबाट आएर बसोबास गर्नेहरूलाई पहिलो प्राथमिकता दिएको छ। यसैले गर्दाखेरि यो जुन काठमाडौँ उपत्यकावासीका हाम्रो यो जुन जनप्रतिनिधिहरूले त्यसले व्यवस्था गर्नुभएको छ भन्ने कुराहरू मैले त्यो रिपोर्ट लिएको छु। त्यसले गर्दाखेरि अब हाम्रो यो जुन नेवा देदबुले
यसै सिलसिलामा यो अब के कसरी भयो, अब त यो हामीले यो जुन चैत्र 11 गतेदेखि लकडाउन हुँदाखेरि केही दिने अबको हप्तामा के हुन्छ कि अर्को हप्तामा के हुन्छ कि भन्दा भन्दा पनि त्यो केही नभएपछि हामी नेवा देवले पनि यसरी नै जुम मार्फत नै भर्चुअल त्यो केन्द्र कमिटीको बैठक बसेर हामी समग्र आफ्नो जिल्ला कमिटी, आफ्नो माताहतका कमिटी जे जति छ त्यसै सबैले हामीले के सर्कुलर एउटा गरेको छु भन्दाखेरि तपाईँहरूमा भएका गरेका केही गतिविधि छ भने तपाईँहरूले हामीलाई जानकारी गराउँ भन्ने कुराहरू गर्दाखेरि अहिलेसम्म पनि यो जुन किसिमको रिपोर्ट चाहिँ हामी भर्चुअल सम्वाद दिँदै गइरहेको छु, त्यही सन्दर्भलाई लिएर गर्दाखेरि अब अहिलेसम्म पनि हाम्रो नेवार समुदायहरू खानै पाएको छैन भन्ने कुराहरू पनि आएन र कुनै रोगले ग्रसित भएको पनि भनेर एकजना व्यक्ति चाहिँ पुरानै रोग हो, त्यो बोन म्यारी गर्नुपर्ने त्यो व्यक्तिलाई पनि हामीले यो नेवा देव मार्फत र त्यहाँ उदयपुर गाईघाट जिल्ला समिति मार्फत अन्य त्यसमा त्यो नेवार समुदायकोलाई चाहिँ केही गर्ने व्यक्तिहरू मिलेर त्यो भाइलाई 20 लाख रुपियाँ पैसासम्म हामी देश विदेशबाट सङ्कलन गराउने काम हामीले गराइरहेको छ। त्यसैले अब यो जुन हाम्रो यो अहिलेको यो जुन कोभिड-19 छ, अब यो कोभिड-19 कहाँसम्म कहिलेसम्म रहने भन्ने कुराहरू हामी सबै अनभिज्ञ भएको हुनाले अब यसबाट चाहिँ पर्न जाने असुविधा त छँदैछ र अब अहिले पनि यो जुन किसिमले यो विभिन्न किसिमको उद्योग धन्दाहरू चलिरहेछ, त्यो उद्योग धन्दाहरू बन्द भइसकेपछि प्राय जसो अहिलेको मार भनेको हाम्रो नेवार समुदायलाई पर्न जाने मैले निश्चित देखिसकेको छ। त्यसै कारणले गर्दाखेरि अब यो उद्योग धन्दातिरलाई चाहिँ कसरी व्यवस्था गर्न सकिन्छ त्यही बारेमा अलिकति सबैले सजगता अपनायो भने अझै पनि समय बाँकी छ। 3 महिना त हामीले त्यो खाए अबको फेरि खान पर्यो भने भोकमरीले मर्ने अवस्था धेरै जस्तो देखिने भन्ने मैले महसुस गरेको छु। धन्यवाद। तपाईले धेरै कुरा जानकारी गराउनु भयो हामीलाई। 67 जिल्लामा नेवा समुदायको बसोबास गर्ने र समस्यामा परेको अब राहत लिनको लागि पनि यहाँ अलिकति गुनासो आयो, यहाँहरूको राहत पनि जान सक्ने अवस्था आएन, हाम्रो व्यवसायहरू पनि ठप्प, पेसागत रूपमा कामहरू पनि गर्न पाएन भन्ने कुराहरू पनि आयो। म जोडिन चाहे सुरेश प्रधानज्यूसँग। अब यो कस्तो हुन्छ भने महामारीको बेलामा सूचना प्रदान गर्ने, शिक्षा लगायतका जनचेतनाको काम, सचेतनाको कामहरू हुन्छ। अब नेवा समुदायको उपत्यकामा चाहिँ धेरै सङ्घ संस्थाहरू छन्। अब तपाईँले थाहा पाइसक्नुभयो, माइला बाबु देउलाज्यूले भने जस्तै हामीले धेरै कुराहरू गरिसकेका छौँ, पहलहरू गरिसकेका छौँ भनेर जानकारी गराइसक्नुभयो भएको छ। आजको दिनसम्म आइपुग्दाखेरि यो सङ्घ संस्थाहरूले चाहिँ अब आफ्नो आफ्नो भूमिका हुन्छ। उहाँहरूको गरेको कामप्रति हेर्दाखेरि तपाईँलाई चाहिँ कस्तो लाग्यो? समीक्षागत रूपमा भन्नुपर्दाखेरि कस्तो रह्यो सङ्गठन सङ्घ संस्थाहरूले गरेको अब यो सूचना प्रवाह गर्नेदेखि लिएर जनचेतनाका कामहरूदेखि लिएर राहतको कुराहरू भयो, विभिन्न कुराहरू छ नि, सङ्गठनहरूले गरेको कामहरूप्रति तपाईँले समीक्षागत रूपमा हेर्नुपर्दाखेरि कस्तो रह्यो जस्तो लाग्यो? कोभिड-19 को परिकल्पना हामीले कहिले पनि गरेका थियौँ। जसरी अघि पनि मैले भने बिफरलाई हामीले 200 वर्षसम्म बोक्यौँ, त्यो इतिहास हामीसँग थियो। अब के रोगहरू, इबोला भनौँ, एड्स भनौँ, यस्तो कुराहरू चाहिँ लगत्तै हेरेर आए। म नेपाल घरेलु तथा साना उद्योग महासङ्घको निवर्तमान अध्यक्ष र साउथ एसियन कन्ट्रिज एसएमई फोरमको अध्यक्षको हिसाबले अहिले व्यावसायिक रूपमा कस्तो असर परिरहेछ भने हामीले नजिकबाट हेर्ने कोसिस चाहिँ गरिरहेको छौँ। तर पनि अब व्यवसायहरूको समस्या चाहिँ के छ भने अब आफ्नो दुःख चाहिँ धेरै नखोल्ने वातावरण चाहिँ सबै कहाँ छ। त्यस सँगसँगै नेवार समुदायमा त्यस्तै प्रकृतिको नेचर के अरे बिहेभियरहरू देख्छु म। अब यो जसरी चैत्र 11 गतेबाट लकडाउन सुरु भयो त्यहाँदेखिको कुरा गर्दै आउने भने राहतको कुरा, सरकारले गर्ने कुरा, निजी क्षेत्रले गर्ने कुरा, समाजले गर्ने कुरा, धेरै कुराहरू गर्दाखेरि म राहतबाट सुरु गर्छु। राहत भनेको अब कसलाई कसरी किन गर्ने भन्ने कुरा चाहिँ अब जस्तो लगत्तै हेर्दाखेरि 2072 सालमा भुइँचालोको भूकम्पको कुरा गऱ्यौँ। भूकम्पमा जसले सक्ने जसरी सक्ने अब त्यो गरे, 2 महिना 3 महिना 4 महिना गयो, त्यसलाई चाहिँ छोड्यौँ हामीले।
भूकम्पको दुःख नै छोड्यौँ हामीले। त्यसपछि आयो त्यो लगत्तै अघोषित नाकाबन्दी भन्थ्यौँ, त्यसमा पनि जे गर्न सक्यौँ गऱ्यौँ। यस्तै गर्दै आउँदाखेरि कति कुराहरू हामीले त्यो क्षणिक अथवा सर्ट टाइम पिरियडमा हुने दुःख सुखलाई हामी सबैले मिलेर गऱ्यौँ। तर अहिलेको दुःख भनेको सबै जनजनको दुःख भयो, रोडपतिदेखि अरबपतिसम्मको दुःख यही हो। अहिले भनेको चाहिँ अब 80-82 दिनसम्म काम गर्न सकेनौँ हामीले। हाम्रो अलिअलि भएको सेभिङ पनि बचत पनि अब खर्च भयो। अब भोलि काम गर्न सकेन भने के गर्ने? कोभिड-19 भनेको के हो? यो चाहिँ मूल कुरा हो। मैले बुझेको चाहिँ जस्तो अहिले हामीले हेरिरहेको कोभिड-19 सँगसँगै हिँड्नलाई अघि पनि भने मैले कोभिड-19 सँगसँगै हाम्रो जीवनयापन गर्ने हो भने के गर्नुपर्छ? मिनिमम त हेर्नु पर्यो। सञ्चार माध्यमहरूबाट आइरहेको छ, त्यो स्थानीय भाषाहरूमा आइरहेको छैन। जस्तो अब काठमाडौँ उपत्यका नेवार बाहुल्य त हुँदाहुँदै पनि धेरै जसो मैले एउटा मात्र टिभीमा देखेको छु, त्यो नेवार भाषाबाट त्यो मेसेज दिएको, त्यो पनि 6 सेकेन्ड कि 5 सेकेन्डको मात्र छ, अरू कुनै पनि उसमा छैन। अरू भाषाबाट आएको देख्छु बरु। त्यसैले अब यो भाषागत रूपमा जसरी यो स्थानीय भाषामा प्रचार प्रसार गर्दाखेरि इफेक्टिभनेस बढी हुन्छ भनेर सरकारलाई हामीले बुझाउन सकेका छैनौँ भने चाहिँ मलाई लाग्छ। म पनि नेपाल भाषा मङ्काखला ललितपुरको येलोको पूर्व अध्यक्षको नाताले मैले पनि यो भाषा अभियन्ता भएर काम गरेको नाताले यो दुःखहरू धेरै देखेको छु। र पनि अब व्यावसायिक र जीवनयापन त अब हामीले गर्न नै पर्छ। भोलिका दिनमा अब कोभिड-19 सँगसँगै बसेर अब कसरी जाने भनेर भन्दाखेरि मेरो विचारमा अब यो जुन स्वास्थ्य मन्त्रालयले दिएको प्रोटोकल, ज्वरो नाप्ने, 2 मिटरको डिस्टेन्समा बस्ने, टाइममा साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, प्राथमिक उपचारको जहाँ घरदेखि कार्यस्थलसम्म सबै ठाउँमा अब फर्स्ट एड बक्स अथवा प्राथमिक उपचारको व्यवस्था गर्ने, सबै प्रकारको कुराहरू गर्दा पनि अब हामीले गर्न सक्ने भनेको क्षमताको रूपमा 50% भन्दा बढी क्षमतामा काम गर्न सक्ने अवस्था अघि पनि भइसक्यो, हुँदैन। त्यस कारणले अब कोभिड-19 प्रोटोकलमा मूल सेक्टर भनेको जस्तो प्रशासन भनौँ, व्यवस्थापन भनौँ, सरकारका 3 तहका सरकारी संयन्त्र अब 2 सिफ्टमा चल्ने भनेर खबर आइरहेको छ। उनीहरूले त्यो 2 सिफ्टको समयले हिजोकै उसमा चाहिँ सर्भिस सेवा दिन सक्छ कि सक्दैन। त्यस्तै व्यावसायिक रूपमा अब हिजोको एउटा पसलेले हिजो 25 जनालाई डिल गर्थ्यो भने आज 25 जनालाई डिल गर्न सक्ने अवस्था देखिँदैन। त्यस्तै उद्योगमा अब हिजो 25 जना काम गरिरहेको थियो भने आज 25 जना काम गर्न सक्ने अवस्था छैन। यसले गरेर अनइम्प्लोइमेन्ट बढ्छ। अनइम्प्लोइमेन्ट त अहिले भर्खर नै अनइम्प्लोइमेन्ट कामबाट बेदखल हुने भएपछि नयाँ काम गर्न आउनेहरूलाई त कहाँ राख्ने भने त्यो अर्को सोच। त्यस्तै दैनिकीमा पनि हिजो हामी भोज भतेर गर्थ्यौँ, सँगसँगै कुमकुम जोडेर सल्लाह गरेर काम गर्थ्यौँ। अब नेवारहरूको त यो चाडपर्व पनि थियो, त्यसमा नखत्या भन्थ्यौँ। त्यस अनेक गर्दाखेरि हामी सँगसँगै जोडेर गर्थ्यौँ। अब त्यो सबै छुटेर गर्नुपर्ने हो र यो कला सांस्कृतिक गतिविधिहरू धेरै कममा त्यसले मेन्टल प्रेसर बढ्ने भयो। सामाजिक गतिविधिहरू ठ्याप्पै बन्द हुने। नेपाल सरकारकै निर्देशनमा पनि 25 जनाभन्दा बढी मान्छेहरू बसेर काम नगरौँ भन्ने चाहिँ आइरहेको छ। त्यस्तै अब सबभन्दा अब आवत जावतमा धक्का पर्ने भनेको अहिले सार्वजनिक यातायात चल्ने अवस्था देखिरहेको छैन। त्यसमा रिस्क फ्याक्टर पनि बढी भएको कारणले त्यो हुन्छ नै र हुनु पनि पर्छ। अब त्यसपछि अघि पनि अब निजी गाडीहरू चल्ने, निजी सवारी साधनहरू चल्ने भन्नेमा अब यसमा परिवेशिक रूपमा अब नेपाल सरकारले नेपालको परिवेशलाई बुझेर गर्यो कि गरेन भन्ने चाहिँ शङ्काको कुरा आयो। इन्डियामा यसो गर्यो, चाइनामा यसरी गर्यो, बङ्गलादेशमा यसरी गर्यो, पाकिस्तानमा यसो गर्यो, युरोपमा यसो गर्यो, अमेरिकामा यसो गर्यो भनेर चाहिँ भएन। मेरो विचारमा चाहिँ अब यो व्यावसायिक रूपमा जति सक्यो त्यति मान्छेलाई चाहिँ व्यवसायमा अथवा रोजगारमा इन्भल्भ गराउनु पर्ने अवस्थामा अब त्यो महामारीलाई नै निम्त्याउने किसिमको गतिविधि चाहिँ गर्न दिनु भएन नै।
अब मोटरसाइकलको हकमा अब त्यसलाई चाहिँ दुईजना मान्छे राख्नु दिनलाई अप्ठ्यारो मान्नुपर्ने छैन। निजी कारमा 4जनाको क्यापासिटीमा ड्राइभर समेत 4जना, अहिले ड्राइभर समेत ड्राइभर बाहेक 2जना भनेको छ, अहिले ड्राइभर बाहेक 2जना भनेको छ 3जना भयो। त्यसमा चाहिँ अगाडि 1जना पछाडि 2जना बस्दाखेरि त्यो कम्फर्टेबल नै हुन्छ। त्यस कारणले त्यसलाई चाहिँ रिल्याक्सेसन दिनुपर्छ भन्ने चाहिँ हाम्रो कुरा हो, जसले गर्दाखेरि गतिविधिमा चाहिँ जाओस्। किनभने हिजोको अवस्था जस्तै अब नचिनेको मान्छेलाई लिफ्ट दिने अब जमाना गयो यो कोभिड-19 को प्रोटोकलले गरेर। हजुर, म सुरेशजी एउटा कुरा मैले यही जोड्न चाहेँ। अब जस्तै अब लकडाउनको जुन अवधि 1 गतेसम्म तोकेको थियो, जब त कि भोलिसम्मको लागि अब बिचैमा यो परिवर्तन हुनुपर्ने अवस्था आयो। अब यो मोडालिटीले चाहिँ अब कस्तो, अब नयाँ मोडालिटीले त सार्वजनिक भयो, यो नीतिले चाहिँ भोलि कस्तो रूप लिन्छ अब विचार गरेर फेरि अर्कोतर्फ हामी फड्को मार्नुपर्छ भन्ने राज्यको एउटा नीति छ नि। तपाईँ एउटा व्यवसायी भएकै नाताले मैले एउटा जिज्ञासा राख्न चाहेँ, यसरी हतारेर हामीले व्यवसाय सञ्चालन गर्दाखेरि भोलिको दिन यो कोरोनाले कतातर्फ लैजाँदैछ भन्ने कुरा पनि प्रश्न आउन सक्छ होला नि त? होइन, त्यो तपाईँले जायज कुरा निकाल्नु भयो। रियालिटीमा हामी ढिला भइसक्यौँ व्यवसाय सञ्चालन गर्न, किनभने हाम्रो जस्तो सानो इकोनोमी, लिमिटेड इकोनोमीमा चाहिँ यो ढिला भइसक्यो र हामी कहाँ अहिले जसरी हामीले सोचिरहेछौँ यो बेकराल अवस्था आयो भनेर, रियालिटीमा त्यो होइन। अहिलेसम्म 82 दिनको दौरानमा लकडाउन गरेको 82 दिनमै पनि 15-16 जना 18 जनाको मृत्यु भयो, 6000 हाराहारीमा सङ्क्रमित देखियो। त्यो अनेक कारण छ, किन के भयो भने चाहिँ त्यो खोजनीति नगरौँला। तर अब जस्तो अमेरिकामा जस्तै $2000 महिनामा सबैलाई दिन सक्छौँ भनेर चाहिँ भन्नु पर्यो, होइन भने अथवा हाम्रो परिवेशमा 20,000 रुपियाँ 10,000 रुपियाँ दिन सक्छु सरकारले भनेर भन्नु सक्नु पर्यो। सरकार यति लाचार भइसक्यो, अब कर 1 महिनापछि बुझाऊ भनेर भन्न पनि नसक्ने अवस्थामा पुगिसकेको अवस्थामा हामीले तलब दिन सक्दैन भन्ने अवस्थामा गर्दाखेरि त्यो कर तिर्ने पैसा कहाँबाट? हामीले पनि त छाप्ने होइन नि त, व्यवसायहरूले पनि छाप्ने होइन, व्यवसाय गरेर कमाएर तिर्ने हो। अब त्यो 1 महिना डिले गर्नलाई सर्वोच्चले दिएको रिटमा सरकार किनेको हामीले तलब खुवाउन सक्दैनौँ, त्यो भएर यो खोल्नुपर्छ भनेर चाहिँ रिट लिएर गयो। पुनरावेदन गयो भनेपछि तपाईँ हामीले हाम्रो सरकारको क्षमता विचार गरौँ। त्यस कारणले अब यो प्रोटोकलहरूमा हामीले धेरै कुरा विचार गर्नुपर्छ। मूल कुरा चाहिँ आफैले अरूलाई साध्दिन भने चाहिँ कमिटमेन्ट लिएर चाहिँ जानु पर्यो। त्यसको लागि जे गर्नुपर्छ गर्नु पर्यो। सांस्कृतिक रूपमा हेर्ने हो भने अब सेनिटाइजरको जुन कुरा आइरहेछ, क्लिन्जिनेसको सरसफाइको जुन कुरा आइरहेको यो कोभिड-19ले गरेर विशेष गरिकन अब अरू समाजमा त मलाई थाहा भएन, अरू जनजाति समुदायमा थाहा भएन, नेवार कल्चरमा नेवार समुदायमा भएका सबै कुरा चाहिँ यो प्रोटोकललाई मेन्टेन गर्ने नै यस्तो सर्वरोगलाई मेन्टेन गर्नलाई र यस्तो सर्वरोगबाट पर बस्नलाई नै बनाएको रिचुअलहरू हो। यसलाई हामीले राम्रोसँग अध्ययन गरेर डकुमेन्टेसन नबनाएर अहिले चाहिँ हामी त्यो बिरालो बाँधेर श्राद्ध गर्ने जस्तो गर्न थाल्यौँ। तर ती कुराहरू रिचुअल कुराहरू रियालिटीमा ठिक थियो भन्ने कुरा थियो। किनभने हामी त लासामा गएर नेवार समुदायको धेरै जस्तो मान्छेहरू लासामा गएर व्यापार गर्न जान्थ्यौँ, त्यहाँबाट फर्किँदाखेरि पुचन्यौ भन्थ्यौँ। पुचन्यौ भनेको अब अहिलेको यही क्वारेन्टाइन बस्ने जस्तै हो। त्यस्ता धेरै कुराहरूलाई चाहिँ समावेश गरेर गरेको भएर मलाई चाहिँ ठिक लाग्छ। विशेष गरेर म के भन्छु भने अब समयले कति आज अहिलेको छलफलको समयले कति लिमिट दिन्छ थाहा छैन। अब हामीले काम गर्न चाहिँ सुरु गर्नै पर्यो। प्रोटोकल कोभिड प्रोटोकललाई मेन्टेन गरेर कोभिड बोकेरै जानु पर्यो। त्यस कारणले अब प्रशासनले पनि त्यही सेवा दिनु पर्यो। अनि सरकारले कर तिर्न आयो भने अब ब्याङ्कमा लोन पनि दिने भन्ने, ब्याज पनि सुविधा दिने भन्ने, के गर्ने हो त्यो रियलमा आइरहेको छैन। सुरेश प्रधानज्यूले जानकारी गराइसक्नु भएको छ, माइला बाबु देउलाज्यूले पनि जानकारी गराइसक्नु भएको छ, हाम्रो पत्रकार सुरजवीर साक्य अध्यक्ष हुनुहुन्छ, उहाँले पनि जानकारी गराइसक्नु भएको छ। सांस्कृतिक रूपमा धेरै प्रभावित भइसकेको छ नेवार समुदायमा भनेर जानकारी गराइसक्नु भएको छ, असर परेको छ भन्ने कुरा पनि आइसकेको छ। अब धेरै प्रभावित रहेको यो संस्कृति सँगसँगै अब रोजगारी पनि प्रभावित भएको छ। कतिपय व्यक्तिहरूको रोजगारी खोसिएको छ, विदेशमा अब विचलित अवस्थामा पनि रहेको
रहेको छ। अब यो सङ्घ संस्थाले अब यस बेला नै सङ्घ संस्था हाम्रो लागि समय आएको छ। यस बखतमा चाहिँ अब तपाईँको संस्थाले के गरे जस्तो लाग्छ? अब यो सङ्घ संस्थाहरूले, अब तपाईँको संस्था भयो र अन्य सङ्घ संस्थाहरूले, उपत्यकामा धेरै सङ्घ संस्थाहरू छ, यस्तो अवस्था यस्तो बखतमा चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ? कस्तो भूमिका रहन सक्छ जस्तो लाग्छ यहाँलाई? अब विभिन्न किसिमको कुराहरू, अब सरकारले राहत दिनुपर्ने कुरादेखि लिएर कस्तो नीति नियम बनाउनुपर्छ कुराहरू त सबै छँदै छ। तर अब सबैभन्दा पहिला चाहिँ अब हामी अब विशेष गरिकन नेवारहरू जो संस्कृतिको धनी भन्छौँ, हामी विभिन्न विधि व्यवहारमा चाहिँ लाग्छौँ, विभिन्न किसिमको चाहिँ भोज भटेर जात्रा पर्व गर्छौँ। अब यसमा संयमित हुनु पर्दछ। संयमित यस मानेमा कि अब हामीले जस्तो कर्मकाण्डको कुराहरू भनौँ होइन, पास्नेको कुरा, बिहाको कुरा, विभिन्न किसिमको भोज भटेको न, अब यसमा चाहिँ संयमित हुनु पर्यो। अब यसमा चाहिँ हामीले एकदमै यसलाई चाहिँ नियन्त्रण गर्नु पर्दछ। अब सरकारले पनि अब सामाजिक सुधार भनेर विभिन्न किसिमको ऐन नियमहरू चाहिँ ल्याइराखेको छ, त्यसलाई अब अक्षरशः पालन गर्नुतिर चाहिँ हामी लाग्नु पर्दछ। एकदमै यो फिजुल खर्चहरू चाहिँ कटौती हुनु पर्दछ जस्तो मलाई लाग्छ। यो नेवारहरूको बिचमा मात्र होइन, सम्पूर्ण आदिवासी जनजातिहरूको बिचमा पनि, अझ राष्ट्रले पनि, जस्तो अब राष्ट्रमा पनि विभिन्न किसिमको अनावश्यक खर्चहरू होइन, अब कहिले के कुरा आउँछ कहिले के आउँछ, यस्तो विलासिताका कुराहरूलाई चाहिँ अब नियन्त्रण गर्नेतिर चाहिँ पाइला चाहिँ चाल्नु पर्दछ। र यसरी पाइला चाल्दाखेरि अब हामी आफैले पनि संयमित भएर यो खर्च कटौती कुरामा हामीहरू चाहिँ लाग्नु पर्दछ। अनावश्यक कुराहरू, विलासिताका कुराहरू हामीले पनि छोड्ने नियत चाहिँ बनाउनु पर्दछ। अनि अर्को कुरा, अब सङ्घ संस्थानहरूले गरेको कुरा भन्दाखेरि के छ भने, सामान्यतया अब काठमाडौँको सवालमा हेर्ने हो भने यहाँ विभिन्न किसिमको राहत बाँध्ने कुराहरू भयो, घर घरमा राहत पुर्याउने काम भयो। अब यो पत्रकार साथीहरूलाई घर घरमै राहत पुर्याएका भन्ने कुराहरू पनि आयो, सबै कुराहरू आयो। तर यो अल्पकालीन काममा भएका कुराहरूले चाहिँ प्रतिगामी यो लामो समयमा यसले चाहिँ के असर पार्यो त भन्ने कुरामा पनि हामीले चाहिँ ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। जस्तो अब राहत बाँध्नेको कुरामा अब फ्री मेस चलाउने कुरामा चाहिँ अब टोलमा विभिन्न किसिमले 500 जना, 600 जना, 1000 जनालाई खाना खुवाउने भनेर भनियो। तर ती व्यक्तिहरू अब जो खाना चाहिँ अब मेसमा चाहिँ उपलब्ध हुने निःशुल्क र अन्य अब रोजगारीमूलक व्यवसाय पनि लाग्ने, यसले गर्दाखेरि दोहोरो मापदण्डमा चाहिँ अब यो जसरी यो राहतका सामग्रीहरू उपलब्ध गराउने भनेर काम भयो, त्यो चाहिँ अब मेरो विचारमा नेगेटिभ तिर चाहिँ गएको पनि हो कि जस्तो अब हामीले विचार गर्नुपर्ने हुन्छ। अब यो राहत दिने कुरामा चाहिँ अब विभिन्न किसिमको कुराहरू, यो सकिसकेको कुरा हो, यसलाई चाहिँ अब विवाद चाहिँ नगरौँ। अब हामीले आफ्नो अब यो कोभिड पछिको चाहिँ जीवन कसरी यापन गर्नुपर्छ, हामी यसमा कसरी हामी संयमित भएर जीवनयापन गर्नुपर्छ भन्ने कुरामा अब मैले अघि भने चाहिँ एउटा स्पष्ट नीति नै चाहिँ अब आउनु पर्दछ। सरकारले नीति नै बनाउनु पर्छ कि यो कोभिडको प्रभावमा रहेका यो व्यवसायहरू, यो जीवनयापन गर्नेहरू चाहिँ अब के कसरी चाहिँ राष्ट्रले चाहिँ सम्बोधन गर्न सक्छ। यो नभइकन चाहिँ अब सम्भव हुँदैन। त्यसकारण यसलाई चाहिँ अब हामीले कसरी नीतिगत रूपमा ल्याउनु पर्छ भन्ने कुरामा अब हामीले दबाब दिनुपर्छ कि के गर्नुपर्छ चाहिँ त्यो दबाब चाहिँ जानुपर्छ। र अब यो सुविधाकै हकमा अब जहाँसम्म लाग्छ अब सरकारको पनि अब यथास्थितिमा हामीले हेऱ्यौँ भने सरकारहरूमा पनि अब आम्दानीको चाहिँ कमी भएको, यसरी नै चाहिँ अब विभिन्न आय स्रोतहरू चाहिँ अब सुक्दै गएको आदि इत्यादि कुरामा पनि यसलाई चाहिँ अब सक्दो कसरी चाहिँ गर्ने। जस्तो अब ब्याङ्कहरूले चाहिँ अब कर्जा चाहिँ तिर्न आउनु भनेर ताकेर चाहिँ गरिसकेको छ। त्यसरी नै अब नगरपालिकाहरूमा आदि इत्यादि कुराहरूमा चाहिँ अब सुविधा दिन सकिनेहरू धेरै कुराहरू छन्। जस्तो अब करकै कुरा गर्दै हो भने हामीले विभिन्न किसिमको चाहिँ कर तिरिराखेको छौँ। त्यो करहरूमा चाहिँ अब संयमित भएर कमसेकम महानगरपालिकाले आफ्नो स्थानीय निकायहरूमा चाहिँ कुनै किसिमको कर छुट चाहिँ हामीले माग पनि गर्न सक्छौँ र ती कर छुटहरू चाहिँ सीमित समितिको लागि भए पनि नै दिनु नै पर्दछ जस्तो मलाई लाग्दछ। जसरी घरबालकै अहिले मूल समस्यामा आइराखेको छ। घरबालमा चाहिँ यदि नगरपालिकाले चाहिँ 2% जुन अहिले तिनीहरूले लगाइराखेको घरबाल कर हाललाई चाहिँ वर्ष दिनको लागि चाहिँ यसलाई छुट सुविधा गर्ने, सुविधा दिने कुराहरू चाहिँ यदि आयो भने यसले पनि केही राहतहरू चाहिँ निश्चित रूपमा बन्छ। त्यस्तै अब सरकारको आयकरकै कुरामा भन्दाखेरि पनि, अब बैंककै लोनकै कुरामा भन्दाखेरि पनि सीमित रूपमा भए पनि अब यो राहतको प्याकेजहरू आउन सकेन भने
यसले फेरि अर्को समस्या ल्याउँछ। जस्तो अहिले तपाईँले भर्खरै विभिन्न सञ्चार माध्यममा पनि सुनिरहनु भएको छ कि अहिले एउटा चाहिँ आइसोलेसनको कारणले गर्दाखेरि सामाजिक दूरीका कारणले गर्दाखेरि मानिसहरू सम्पर्कमा आउन नसकेका कारणले आत्महत्याको प्रवृत्तिहरू चाहिँ बढ्दैछ। अब यसरी आर्थिक संयमितताहरू बनाउन सकेन भने केही समयमा हामीले अब यसमा अर्को एउटा ठप कुरा चाहिँ विभिन्न किसिमको अपराधिक घटनाहरू होइन, डकैतीका घटनाहरू, चोरीका घटनाहरूको समाचारहरू फेरि हामीले मजबुरन चाहिँ सुन्नुपर्ने स्थितिमा चाहिँ बढ्न जान्छ। त्यसकारण समय रहँदै हामीले यसका चाहिँ प्याकेजहरू घोषणा गर्न सक्यौँ, समय रहने यसका चाहिँ आवश्यक उपचारहरू हामीले चाहिँ आम जनता समक्ष राख्न सक्यौँ भने मेरो विचारमा अब केही राहत चाहिँ निश्चित रूपमा हुन्छ र यो नीतिहरू चाहिँ अब अपनाउनु पर्छ। स्थानीय सरकारले, प्रदेश सरकारले र सङ्घीय सरकारले पनि यस्तो कुराहरूमा चाहिँ गम्भीर रूपमा चाहिँ ध्यान दिएर यसले कसरी राहत दिन सकिन्छ, छुट दिन सकिन्छ, कसरी चाहिँ यसलाई चाहिँ सामान्य गर्न सकिन्छ भन्ने कुरामा लाग्नुपर्छ जस्तो मलाई लाग्दछ। तपाईँ एउटा सञ्चार जगतमा कार्यरत हुनुहुन्छ, एउटा मातृभाषाको सन्देश फैलाउने कुराको पनि आयो। जुन अब नेपालभर रहनुभएका अब यो नेवार समुदायका पत्रकार जो हुनुहुन्छ होइन, कस्तो अवस्था छ यो बेला? अब सञ्चार गृहले यस्तो पनि फैलाइदियो कि जसलाई बेतलबी राखिदिने, तलब बिना नै काम गर्न लगाउने, जस्तै मातृभाषाका समाचारहरू लगायत विभिन्न कुराहरूलाई स्टप गराइदिएको छ अहिले पछिल्लो समयमा। तपाईँको अनुभवमा नेपालभरका अब नेवार पत्रकारहरू कस्तो अवस्थामा हुनुहुन्छ र विदेशमा विभिन्न ठाउँमा रहनुभएका नेवार पत्रकारज्यूहरूको अवस्था चाहिँ कस्तो पाउनुभयो? तपाईँले रिसर्चहरू गर्नुभयो कि भएन? के छ अवस्था चाहिँ उहाँहरूको अहिले? यो निकै गम्भीर छ यो विषय जब यसरी हामी उठाउँछौँ। अब सामान्यतया एउटा राहतकै सन्दर्भ जोड्ने हो भने पनि अब यो समयमा के फरक अनुभूतिहरू छ। नेवा पत्रकार आश्रय दबुले नेवा पत्रकारहरूको लागि राहतको आवश्यकता पर्ला अथवा नपर्ला यो विषय जब उठायो तब अब पत्रकारहरूलाई पनि राहत वितरण गर्ने भन्ने विषय पनि थिएन। अब यो दिँदाखेरि फेरि यसले समाजमा फरक खालको प्रभावहरू पार्ने हो कि भन्ने चिन्ता पनि थियो। तैपनि हामीले थोरै अध्ययन गर्यौँ यो विषयमा। जब अध्ययन गर्यौँ यो किसिमको आवश्यकताका कुराहरूको अनुभूति त्यसपछि आयो, त्यसपछिको निष्कर्ष भयो। भर्खरै नरेश वीर साकेज्यूले पनि भन्नुभयो, उहाँले जसरी अब राहत सामग्री हामीले घर घर पुर्यायौँ भनेको भर्खरै अरू पनि कुरा उठेको छ। जसरी नेवार समुदाय अब यहीँको स्थानीय अब कसरी राहत सङ्कलनको लागि जाने आफ्नो अवस्था पनि कमजोर छ, तर सामाजिक रूपमा त्यो कुराहरू व्यक्त गर्न सकिने अवस्था छैन। गरेर नेवा पत्रकार आश्रय दबुले जसरी सहकारीकै कुरा गर्ने पनि काठमाडौँ महानगरपालिका, त्यसरी नै कीर्तिपुर नगरपालिका, गोदावरी नगरपालिका, उपत्यका सरोकार मञ्च, काठमाडौँ उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति, त्यसरी नै राउन्ड टेबल नेपाल, लायन्स क्लब, लियो क्लबसँग सहकार्य गरेर हामीले साथीहरू जसको लागि यो सामग्री आवश्यक छ उहाँहरूलाई प्राथमिकताको आधारमा बाँड्यौँ र यो विषयमा सुरुको समयमा आलोचनाहरू पनि हामीले सुन्यौँ, तर पछि अन्य साथीहरूबाट पनि भएको छ र यो कुरा आवश्यक रहेछ भन्ने अनुभूति भयो। एउटा कुरा यो भयो। अर्को भनेको भर्खरै सुरेश प्रधानजीले पनि उठाउनु भएको छ, यो समय सूचना निकै महत्त्वपूर्ण छ, सूचनाको त्यो प्रभाव निकै महत्त्वपूर्ण छ भनिरहँदाखेरि पनि हामीले मातृभाषा सूचनाको बारेमा त्यति राम्रोसँग सोच्न सकेनौँ। नेवा पत्रकार आश्रय दबुले आफ्नो केही सन्देशहरू नेपाल भाषामा निर्माण गर्यो र आफ्नो समुदायलाई बुझाउनको लागि मातृभाषाको प्रयोग निकै प्रभावकारी हुन्छ भन्ने कुरा त्यो त यसरी दोहोऱ्याइरहनु पर्ने कुरा पनि होइन। तर स्थानीय तहमा त स्थानीय जनप्रतिनिधिहरू हुनुहुन्छ र उहाँहरूले त स्थानीय भाषालाई प्राथमिकता देला भन्ने आशा पनि होला। अब यो समयमा कोरोना सम्बन्धी जति पनि सूचना भनौँ अथवा यो समयको प्रभावकै बारेमा, हाम्रो भविष्यकै बारेमा जति सूचनाहरू प्रभाव गर्नुपर्ने हुन्छ, आत्मविश्वास बढाउने कुरा गरौँ, रोग प्रतिरोधात्मक क्षमताको कुरा गरौँ, ती विषयहरूमा सूचना प्रवाह नेपाल भाषाबाट भइदिएको भए धेरै नेवारहरूको लागि सहज हुन्थ्यो र अहिले पनि सबैजनाले हामीले यो बोलेको भाषा नै बुझ्छौँ भन्ने एउटा मानसिकता जुन छ त्यो मानसिकता त्याग्नुपर्छ र मातृभाषाको प्रयोग सूचना प्रवाहमा हुनुपर्छ भन्ने एउटा कुरा पनि मैले उठाउन खोजेँ। र यही समयमा यो कुरा उठाइरहँदाखेरि जसरी सञ्चार माध्यमकै कुरा गर्ने हो भने पनि अब यो प्रभावसँगै के होला भन्ने आकलनसँगै मातृभाषाका कार्यक्रमहरू, मातृभाषाको समाचार प्रसारण ती पनि रोकिएको अवस्थाहरू छ। अझ बढ्नुपर्ने अवस्थाको बारेमा हामी कुराकानी गर्दैछौँ, तर समाजमा त्यसको ठिक उल्टो अवस्थाहरू देखियो। यो समय
नेपाल भाषाको माध्यमबाट प्रसारण भइराखेको कार्यक्रमहरूमा पनि कमी आयो। एकातर्फ अब कोरोनाकै प्रभाव पनि त्यसमा छ भने अर्को अब सञ्चार माध्यमले यही समयको लागि बनाएको नीतिको प्रभाव पनि त्यसमा पर्यो, यो अल्पकालीन नीतिको प्रभाव पनि। अब यो अवस्थासँगै अब नेवार सञ्चार क्षेत्रको सन्दर्भ पनि थोरै जोड्न मन लाग्छ मलाई। 3 महिनाको अवधि लगभग सञ्चार क्षेत्र बन्द जस्तो अवस्थामा रह्यो। अहिले जुन अवस्थाको बारेमा हामी कुराकानी गर्दैछौँ, नेवार समुदायको सञ्चार माध्यम निकै राम्रो अवस्थामा सञ्चालन भएको पनि छ र धेरै जसो भावनात्मक रूपमा छ, सेवाको भावनाले छ, त्यहाँ आर्थिक रूपमा सामान्य कुराहरू मात्रै जोडिन्छ। अथवा कोरोनाको प्रभाव भनिरहँदाखेरि योभन्दा अगाडि जुन सञ्चार माध्यम अथवा सञ्चारकर्मको सन्दर्भ जोड्ने हो भने त्यही अवस्थामा काम गरिराखेको त्यो स्थितिको अनुभव पनि छ। आफूले पारिश्रमिक पनि सेवाकै भावनामा थोरै आफ्नै भाषा प्रचारको लागि भनेर। अब कोरोनाले जति प्रभाव पार्यो त्यसपछिको यो प्रभाव त अझ व्यापक बनेको छ। अब यो 3 महिनासँगै अझै पनि प्रभावहरू बढ्दैछ। अब के गर्ने भन्ने विषयमा हामी नेवा पत्रकार राष्ट्रिय बोली अब छलफलको कार्यक्रम पनि अगाडि बढाउँदैछौँ। जसरी नेपाल भाषाको सञ्चार माध्यममा यसको प्रभाव के रहन्छ, के रहेको छ र कहिलेसम्म रहन्छ भन्ने कुरा, त्यसरी नै समष्टिगत रूपमा सञ्चार माध्यमहरूमा कस्तो प्रभाव रहन्छ र त्यसले सञ्चारकर्मीहरूलाई कस्तो प्रभाव पार्छ भन्ने विषयमा अब एउटा कार्यक्रम त हामीले यही मङ्गलबार पनि आयोजना गर्दैछौँ, जुन कार्यक्रममा हामी नेपाल भाषाका विज्ञहरूसँग यसरी नै छलफल गर्नेछौँ र यो समयको प्रभावका बारेमा कुराकानी गर्छौँ। यो समयमा जोखिम छ, सङ्क्रमण छ र यही समयमा जसरी व्यावसायिक गतिविधिहरू आवश्यक छ भन्ने कुराहरू आयो, सञ्चारकर्म पनि त्यसरी नै अब अगाडि बढ्ने निश्चित भएको छ। नेपाल भाषा टाइम्स अब प्रसारण, यो प्रकाशन सुरु हुँदैछ, लहना मिडियाले आफ्नो प्रकाशन सुरु गर्दैछ। यी कुराहरू गरिरहँदाखेरि यो किन गर्नु पर्यो भन्ने कुराहरू पनि छ। जसरी प्रेस काउन्सिलबाट एउटा सूचना प्रभाव भयो र यो समयमा प्रसारण जुन जोखिमपूर्ण बनेको छ त्यतातर्फ एकदमै अनिवार्य रूपमा ध्यान दिनु पर्दैन भन्ने किसिमको सूचनाहरू प्रभाव भयो। तर त्यो सूचना पनि सूचना विभागबाट जसरी प्रकाशित सामग्रीहरूको उपलब्ध गराउनु पर्ने अवस्था र त्योसँगै वर्गीकृत जुन एउटा सुविधा छ उक्त सुविधामा त्यसले पार्ने असरका सूचनाहरू प्रभाव भयो। त्यसपछि अब यो समयमा गर्न सकिन्छ, गर्न सकिन्न, त्यो विषयमा कसरी गर्ने भन्ने विषयमा छलफलसँगै अब हामीले सुरक्षा उपायहरू कसरी अपनाउने, आर्थिक रूपमा पर्ने प्रभावहरूलाई हामी कसरी व्यवस्थापन गर्छौँ, हामीसँग आबद्ध पत्रकारहरूको पारिश्रमिकका कुरादेखि लिएर सबै कुराहरू हामी कसरी व्यवस्थापन गर्छौँ, यो प्रश्नहरू रहँदै पनि अब ती भन्दा पनि अहिले अब प्रकाशनतर्फ अगाडि बढ्नुपर्ने अवस्थाहरू त्यही कारणले पनि देखिएको छ। मैले केही साथीहरूसँग कुराकानी पनि गरेको छु यो सन्दर्भमा। अब यसरी नै अब यो समयमा के गरी प्रकाशन भइहाल्यो, कुनै प्रकाशनको सन्दर्भ जोड्ने हो भने अब हामी त टेलिभिजनको माध्यमबाट छौँ, यो घर घरमा पुग्छ, तर प्रकाशनको सन्दर्भ जोड्ने हो भने अब प्रकाशन गरेर पुर्याउने कसरी, एउटा चुनौती त्यहाँ पनि छ। पुर्याउन सकिएन, त्यसपछि अर्को एउटा आएको रूपमा विज्ञापन, उक्त विज्ञापन कसरी सङ्कलन हुन्छ, उक्त विज्ञापनको लागि यो समय बजार कस्तो छ, बजारले विज्ञापन गर्न सक्ने त्यो तत्परता देखाउँछ देखाउँदैन भन्ने कुराहरू पनि आउँछ। यस्तै धेरै समस्याहरू छ र जसरी अब यो समयमा त्यो प्रभावको बारेमा पनि उल्लेख हुनुपर्छ र मलाई भन्न मन लागेको भनेको मातृभाषामा सञ्चालन हुने सञ्चार माध्यम र अन्य भाषामा सञ्चालन हुने सञ्चार माध्यम जसले बजारमा धेरै प्रभाव पार्छ र जसको बजारमा थोरै प्रभाव हुन्छ, समुदायकै माया, समुदायकै सद्भावमा जुन सञ्चार माध्यम चल्छ, उक्त सञ्चार माध्यम र कोरोना प्रभावको बारेमा कुरा गर्दाखेरि त्यहाँ सरकारले, स्थानीय तहले दृष्टिकोण फरक पार्नु पर्यो र उहाँहरूलाई हेर्ने तरिका फरक पार्नु पर्यो। अब कोरोनाको प्रभाव छ र यो समयमा मातृभाषा पत्रकारिता क्षेत्रमा त्यसको प्रभाव अझ व्यापक हुन्छ, धेरै जसो त अब यसपछि सञ्चालन होला नहोला भन्ने अवस्था पनि होला। ती विषयमा सरकारको, स्थानीय तहको र प्रदेश सरकारको ध्यानाकर्षण अलिक बढी हुनुपर्छ, त्यसमा समतामूलक दृष्टिकोण सरकारले राख्नुपर्छ भन्ने कुरा हो। यो महामारीको पृष्ठभूमिमा हामीले अध्ययन गर्दाखेरि चाहिँ आदिवासी परम्परा ज्ञानहरूको एकदमै ठुलो महत्त्वपूर्ण भूमिका रहेको हुन्छ, अब रहन्छ पनि हुन्छ पनि हैन। यो नेवार समुदायकोमा चाहिँ अब परम्परागत ज्ञान, सिप र सकारात्मक प्रभाव परेको कुरा चाहिँ अहिले पछिल्लो समयमा परिचर्चा भइरहेको छ। हाम्रो समुदायमा चाहिँ कस्तो प्रयोग भइरहेको छ जस्तो लाग्छ, चर्चा परिचर्चा भइरहेको छ। अब यो महामारीमा चाहिँ हाम्रो परम्परा ज्ञानले चाहिँ निकै नै राहत मिल्छ,
हाम्रो समुदायको लागि भन्ने कुरा आएको छ, चर्चा भएको छ। चर्चा सँगसँगै चाहिँ तपाईँ चाहिँ अब 67 जिल्लासँग नै लिङ्कअप भएको कारणले, जोडिएको कारणले तपाईँ उठबस गरिरहनु भएको छ त्यहाँका बस्तीसँग, त्यहाँका समुदायसँग होइन। अनि त्यस बखत चाहिँ त्यहाँको समुदायले चाहिँ यो हाम्रो यो ज्ञानको चाहिँ आदिवासी ज्ञानको चाहिँ प्रयोग भएको छ जस्तो लाग्छ या छैन जस्तो लाग्छ? यो हामीले कोभिड-19 हुनुभन्दा अगाडि पनि हामीले यो आदिवासी जनजातिको अधिकार सम्बन्धी हामीले विभिन्न भाषा, साहित्य, संस्कृति, सम्पदाहरू त्यसको बारेमा हामीले प्रशिक्षण गरिरहेको र गरिँदै आएको यो जानकारी गराउन चाहे। किन भन्दाखेरि कुनै पनि ठाउँमा एउटा त्यो नेपाल भाषा बोल्न नजानेहरूलाई नेपाल भाषाबाट हामीले पठन पाठन गराउने, त्यो ट्रेनिङ दिने यताउति, र अर्को त्यो जुन बाहिर हाम्रो नेवार समुदायले खस समुदायले चाहिँ गर्दै आएको यो कर्मकाण्ड सम्बन्धमा पनि हामीले यहाँबाट राजउपाध्यायहरू पठाएर त्यो गर्दै आएको। र अनि अर्को हामीले उहाँहरूलाई के सिकाएको छु भन्दाखेरि यो काठमाडौँ उपत्यकामा हुने कला संस्कृति सम्पदाहरू मात्र नभइकन त्यहाँ विभिन्न त्यहाँ पर्व मनाउँछ। तपाईँको प्रायः जसोले त्यहाँ बाहिर जिल्लामा के मनाउँछ भन्दाखेरि तपाईँको यो लाखे महोत्सव पनि गर्ने, लाखे जात्रा गर्ने, त्यो विभिन्न यो छ भने। अनि कहीँ कतै चाहिँ यो हाम्रो हामी यता काठमाडौँवासीले तामचा भन्छौँ, उता तायोमचा भन्छ, त्यो पनि हामीले त्यहाँबाट सिकाइरहेको। र भाषा कला संस्कृतिमा पनि पूर्ण रूपमा हामीले सिकाउन सकिरहेको छैन, तर पनि हामीले सिकाइरहेको छौँ। मैले यसै सन्दर्भमा एउटा कुरा जोड्न चाहेको के त भन्दाखेरि यो नेपालको संविधान 2072ले नेपालमा जति पनि बोल्ने भाषाहरू छन् त्यो राष्ट्रिय भाषा भनेर भन्नुभएको छ, तर यो त्रिभाषाको रूपमा प्रयोग भएन। अनि पछि के लेख्यो त भन्दाखेरि, तल के लेख्यो त भन्दाखेरि सरकारी कामकाजको भाषा प्रचलित अनुसार हुनेछ भनिसकेपछि अर्को भाषालाई एउटा बन्देज लगाएको छ। त्यसकारणले गर्दाखेरि नेपाल सरकारसँग म यो नेवा देवको महासचिवको हैसियतले म अहिले पनि आग्रह गर्न चाहन्छु, यो संविधान संशोधन प्रक्रियामा छ। संविधान संशोधन प्रक्रियामा यो जुन त्रिभाषी छ र नेपालमा जति पनि बोल्ने भाषा छ त्यो भाषालाई राष्ट्रिय भाषाका रूपमा अहिले कार्यान्वयन गराइदिनु हुन म यही टेलिभिजन मार्फत म आग्रह गर्न चाहन्छु। र अब यो जुन हामीले यस बारेमा एउटा हामीले नयाँ आयाम सिकेका छौँ। यो कोरोनाले एउटा नयाँ आयाम के सिक्यो भन्दाखेरि हिजो हामी यो जुम चलाउन जानेको छैन। जुमले के गर्छ भन्ने कुराहरू चाहिँ त्यो जुम चलाउँदाखेरि पैसा लाग्ने, त्यही कारणले गर्दाखेरि त्यो के डकुमेन्ट्सहरू चाहिने। त्यस कारणले भनेपछि हामीले 40 मिनटमा भए पनि 40 मिनटमा फेरि रिजोइन गरेर भए पनि लगभग हामी 1 महिना भयो भर्चुअल संवाद गर्दै आएको। भर्चुअल संवाद चाहिँ केन्द्र कमिटीको बैठक गर्ने र हरेक जिल्लामा हरेक प्रदेशमा तिनीहरूसँग चाहिँ सहकार्य गर्दै आउँदाखेरि यहाँ मैले अघि भने हाम्रो नेवार समुदायहरूले धेरै जसो ठाउँमा राहत वितरण गरेको थियो आफ्नैले। तर पछि चाहिँ त्यो के भयो भन्दाखेरि आफ्नो व्यक्तिगत पैसा राखेर त्यहाँ राहत वितरण गर्नुभएको। राज्यले पछि के गरिदियो भन्दाखेरि यो एकद्वारी प्रणाली हुनुपर्छ भनिसकेपछि हाम्रो साथीहरू पछाडि पर्नु भएको छ। केही दाताहरू छ उनीहरूले चाहिँ केही गर्नु भने अनि स्थानीयसँग मिलेर चाहिँ मैले किन दिने भनेर चाहिँ त्यो पछाडि हटिएको छ। त्यस कारणले गर्दाखेरि हामीले यो 75 जिल्लामा हाम्रो 77वटा जिल्लामा हाम्रो भएको हुनाले उनीहरूसँग आज हाम्रो अन्तिम दिन हुन्छ भर्चुअल संवाद। आज हामी समीक्षा गर्दैछौँ। आज अन्तिम दिन आज 3 बजे हाम्रो मल्लके सुन्दरको प्रमुख आतिथ्यतामा हामी यो कार्यक्रम गर्दैछौँ। हामी करिब यो 67वटा जिल्लाका साथीहरू उपस्थित हुनेछौँ र आज हामीले गरिआएको कार्य पनि हामी मूल्याङ्कन पनि गर्छौँ। र अब जुन भाषा कला संस्कृतिको बारेमा मैले अहिले उहाँहरूले के माग गर्नुभएको छ भन्दाखेरि हाम्रो भाषा कला संस्कृति कसरी सिक्ने भन्दाखेरि पनि तपाईँहरूलाई यसरी जुम मार्फत नै सिकाउँछु ल आउनु भनेर चाहिँ हामीले त्यो गरिरहेको छु र त्यो गराइराखेको पनि छु। अनि हामीले एउटा नेवा देवले सबै साथीहरूको के गुनासो आयो भन्दाखेरि यो राहत कोष राख्नु पर्यो भन्ने कुराहरू आयो। अनि त्यो राहत कोष गर्दाखेरि अघि हाम्रो
सरोज बिलले भन्नुभएको जस्तै त्यसले चाहिँ कसले वितरण गर्ने कहाँ जाने त्यो फेरि चाहिँ हरेक चाहिँ पास लिनुपर्ने कहीँ कतै जानुपर्ने त्यसो भएको हुनाले त्यसो नगरौँ बरु हामीले एउटा यो कोभिड-19मा केही रकमहरू राख्थ्यौँ है भनेर हामीले एउटा निर्णय गर्यौँ। हाम्रो केन्द्रीय कमिटीले निर्णय गरेर 1,11,111 रुपियाँ पैसा हामीले यो कोभिड-19 उपचार कोषमा हामीले जम्मा गर्यौँ। हामीले कोषमा चाहिँ जम्मा गर्यौँ। अब अरू त गर्न सक्दैन। तर हाम्रो नेवार समुदायले के गरिरहेको छ भन्दाखेरि हरेक दिन प्रदेश छ 1 नम्बरदेखि 7 नम्बर प्रदेशसम्म छ। त्यो 7 नम्बर प्रदेशका साथीहरूलाई हामीले निर्देशन जारी गरे। अब हामीले जिल्लामा बाँड्न सकेन। तपाईँहरूले के कति गर्न सकिन्छ त्यसै सिलसिलामा भन्दाखेरि 1 देखि 7 प्रदेशका साथीहरूले त्यो राहत बाँडेको चाहिँ आयो। तर राहत दिने होइन कि उल्टो हामीले गरेका छौँ। किनभने राज्यले गर्नुपर्ने त्यो गर्नु भएको छैन। त्यसैले अब हामी यो राहत बाँडिरहँदाखेरि जुन किसिमले हामीले पुर्याउनु पर्ने त्यो ठाउँसम्म हामी पुग्न सकेको छैन। किन भन्दाखेरि साधन स्रोतको अभावको कारणले गर्दाखेरि अनि यो जुन डिस्टेन्सको कुराले गर्दाखेरि अनि अर्को एउटा त्यो त्यहाँ जानु पर्यो भने स्थानीयसँग एक स्थानीयबाट अर्को स्थानीयमा जानु पर्यो भने फेरि अर्को स्वीकृति लिनुपर्ने यताउति हुँदाखेरि हामीले त्यो गर्न पाएको छैन भने अब हामीले एउटा यो नेपाल सरकारले अहिले जुन यो डिस्टेन्स गरेर खोल्ने भन्नुभएको छ। अब हाम्रो सुरेश दाइले पनि भन्नुभएको छ, नरेश दाइले पनि भन्नुभएको छ। मलाई अझ पनि डर लाग्छ। मलाई अहिले पनि डर के लागिरहेको छ त भन्दाखेरि अहिलेसम्म कोभिड-19 रोग लाएर उपचार गर्न गएको भनेको 1-2 जना आंशिक बाहेक प्राय जसो त्यो टेस्ट PCR टेस्ट गर्दाखेरि देखेकालाई मात्र उपचार भइरहेको छ। त्यही कारणले गर्दाखेरि म पनि के उद्योग काम गर्छु के व्यवसाय गर्छु भन्दाखेरि पनि त्यो ठाउँमा आउने जुन हाम्रो ग्राहकहरू हुन्छ उनीहरूको चाहिँ त्यो निधारमा देखिँदैन, कोभिड-19 देखिँदैन। त्यसकारणले गर्दाखेरि सरकारले छुट्टै यो राहत ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो। अहिले जुन सरकारले एउटा छुट्टै राहत नल्याइकन छुट्टै प्याकेज नल्याइकन देशको समस्या समाधान हुँदैन। अब यो 3 महिनाको महामारीले गर्दाखेरि मैले अनुभव गरेको यो अब हामी 10 वर्षसम्म यो 3 महिनाको प्रभाव 10 वर्षलाई हामीलाई त्यो राज्यलाई थचक्क पार्ने किसिमले आर्थिक भार परिसकेको छ। अहिले राज्यले बजेट ल्याउनु भएको छ। त्यो बजेट जुन किसिमले ल्याउनु पर्ने त्यो किसिमले भएन। गरिबी उन्मूलनको रूपमा भएन कि विकासको निर्माणको मात्र काम भएको हुनाले त्यसरी काम नभएको जस्तो हामीले लागिरहेको छ। त्यसै कारणले गर्दाखेरि यदि उहाँहरूले यो कोभिड-19लाई साँच्चै निर्मूल पार्ने गर्ने हो भने सरकारले यो जसरी पहिलेको सरकारले गरिबी निवारण भनेर त्यो जुन बजेटले ल्याउनु हुन्छ त्यसैले यो कोरोना बाट मुक्त गराउनको लागि छुट्टै प्याकेज नल्याइकन हाम्रो देश यो नेपाल अछुतो हुन सक्दैन। किन भन्दाखेरि भारतमा अहिले तपाईँको 1 लाखभन्दा बेसी तपाईँको कोरोना पोजिटिभ देखिसकेको छ। त्यो पनि सहरमा मात्र भनेपछि अब हामी नेपालको पनि हिजो मैले हेर्दाखेरि 6,064 जनासम्म हाम्रो पुगिसकेको छैन। अघि फेरि थप्दाखेरि करिब 6,400 कतिजना पुगिसकेको छ। म पुनः सुरेश प्रधानज्यूसँग जोडिन चाहन्छु। उहाँ निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ। एउटा कुरा मैले के जोड्न चाहेँ भने व्यवसायको कुरा पनि तपाईँले सवाल जवाफ त सुनिसक्नु भएको छ र भोलिका दिनमा चाहिँ अझ सङ्कट आउने स्थिति हामीले देखिरहेका छौँ। अब यस अवस्थामा चाहिँ कस्तो कदम उठाउनु पर्छ जस्तो लाग्छ यहाँको विचारमा? त्यसलाई यसको ट्राइप्याट्रिट एग्रिमेन्ट नभइकन हुँदैन। अझै पनि म भन्छु ट्राइप्याट्रिट, कम्तीमा ट्राइप्याट्रिट समाज भयो, उद्यम व्यवसाय भयो र सरकार, यो 3वटा पक्षको पब्लिक प्राइभेट पार्टनरसिप भनेर अचेल थुप्रै कुराहरू चलिरहेछ। यसमा पनि त्यही लागू हुन्छ। अनि नीति नियमको कुराहरूमा धेरै कुरा नीति नियमको कुरा आयो, राहतको कुरा आयो। त्यो नीति नियम तपाईँ हाम्रो लागि बनाएको सरकारले हो भने तपाईँ हामीसँग छलफल गर्नुपर्छ कि पर्दैन, त्यो कुरालाई चाहिँ जोड दिनु पर्यो। सरकारमा बस्ने मान्छेहरूले त्यति कुरा चाहिँ बुझिदिनु पर्यो। त्यो भनेको सार्वजनिक निजी संवाद भनेर अचेल राम्रोसँग चलेको शब्द हो, पब्लिक प्राइभेट डायलग भनेर PPD भन्छन् होइन। यो कुरा मेरो लागि नियम बनाउने अनि तपाईँहरू 3 जना 4 जना बसेर बनाउनु, मेरो लागि नियम बनाउनु, मलाई नै थाहा नहुने बनाएर के अर्थ भयो? भोलि इम्प्लिमेन्टेसनमा त्यो कुरा भयो।
अब त्यो धेरै लामो कुरा गर्ने भने हाम्रो सरकार चाहिँ को क्षमता कम छ, आर्थिक पक्षमा हामी नेपाली सबै चाहिँ सबल छैनौँ, अलिकति कमजोर नै हौँ। त्यस कारणले सरकार पनि कमजोरै हो, हामी पनि कमजोरै हो, सँगै मिलेर काम गरौँ भन्ने चाहिँ त्यो धारणाले जानु पर्यो र सरकारले पनि आर्थिक वर्ष यो पछि जस्तै यो असार मसान्तमा सबै हिसाब किताब राफसाफ हुन्छ भने त्यो सोच्नु भएन, हामीले पनि सोच्नु भएन। त्यो कुरालाई मनन गर्दै जाने बेलामा अब कर तिर्नु पनि अब असार मसानसम्म तिर्नु पर्यो त, अब असोज मसानसम्म तिर्ने व्यवस्था गर्दा पनि भयो। रुखो सुखो हामी अहिले खाएर बाँचौँला। यो चाहिँ सरकार पक्षको कुरा भएको हुनाले चाहिँ नेवार समुदायहरूले चाहिँ के गर्न सकिन्छ, अब सङ्गठनहरूले चाहिँ के गर्न सकिन्छ? अब सरकारलाई पर राखेर हामीले कुरा नै गर्नु। नेवार समुदायको कुरामा अहिले जस्तो अब अहिले माइला बाबुजीले पनि भनिसक्नुभयो, धेरै रीतिथितिका कुरा, सांस्कृतिक सम्पदाका कुराहरू हामीले जात्रा पर्वको कुरा मनाउनु छोड्यौँ। चैत्र 11 गतेदेखि आजसम्म त्यो चाहे त्यो मसिमनाथको रथयात्रा होस्, चाहे त्यो सेतो मसिमनाथको रथयात्रा होस्, चाहे त्यो भक्तपुरको बिस्केट जात्रा होस्, त्यो मनाउनु छोडिएपछि हामीलाई कता कता अप्ठ्यारो त लाग्यो। तर अब ती जात्रा पर्व रीतिथिति मनाउनलाई पनि अब हामीले केही खर्च कम गर्ने उपायहरू चाहिँ अपनाउनु पर्छ होला भोलिका दिनमा, किनभने हाम्रो आम्दानी सुक्ने अवस्थामा भएकोले त्यसलाई गर्नु पर्यो। अर्को भनेको काम चाहिँ जसरी भए पनि गर्दै जानु पर्यो। यो नेवार समुदायलाई मात्र होइन, सबै हाम्रो नेपालीहरूलाई गर्नुपर्ने हुन्छ। वर्क इथिक्स र वर्क कल्चर मैले काम गरेर खानुपर्छ भने सबैको दिमागमा आउनु पर्यो। अब सबभन्दा ठुलो व्यावसायिक कुराहरूमा अब यो पार्टी प्यालेसहरू, होटलहरू, रेस्टुरेन्टहरू तिनीहरू त धेरै उसमा छन्। अब सुनचाँदी व्यवसायहरू पनि त्यो रिस्क फ्याक्टरमा छ। अरू भनेको अहिले देखेको त मैले अब तपाईँहरू मिडियाको साथीहरू हुनुहुन्छ, मिडिया झन् गाह्रो छ। अब व्यवसाय चलाउनु पनि तपाईँको एड कसले दिने, तपाईँको खर्च कसरी चल्ने, ती कुराहरू। किनभने मिडियाको लागि भने त हामी जस्तो सर्वसाधारण मान्छे कच्चा पदार्थ पनि हो, आयको स्रोत पनि हो। ती कुराहरूले गर्दा मिडिया झन् रिस्कमा छ। मिडियाको साथीहरूले यो हेर्न सक्नु भएको छैन। त्यस कारणले अब अहिले पनि भन्नुभयो तपाईँ लकडाउन सकिएको चाहिँ यो होइन है, भोलिबाट लकडाउन सकिएको होइन, त्यसलाई सहजता मात्र गरेको हो, सहजीकरण मात्र गरेको। त्यस कारणले सबै कुरा नर्मल, हिजो चैत्र 10 गतेको नर्मल अवस्थामा आएको छैन। आउन अझै 5 वर्ष 10 वर्ष लाग्छ। त्यो कुरा मनन गरौँ र हामीले सबैले मबाट अरूमा नसरोस् र मलाई चाहिँ अरूले साध्ने अवसर दिन्न भन्ने चाहिँ त्यो हिसाबले चाहिँ काम गर्नु पर्यो। व्यापार व्यवसायमा पनि विशेष गरिकन नेवार समुदायमा जिउ नै लसपस हुने गरिकन अथवा जिउ नै छोई मान्ने संस्कार संस्कृतिहरूलाई परिवारमा पनि अलिक टाढा हुनुपर्छ जस्तो लाग्छ मलाई। अब अहिलेको हिसाबमा त्यो कोभिड-19 भनेको त लागेपछि अब आफू पर्यो भने 100% हो, अरू पर्यो भने 3-4%को आँकडा हो, त्यति नै हो। यति भनेर मैले सकाएँ। धन्यवाद। हजुर, म पुनः नरेश वीर साकेतज्यूसँग जोडिन चाहन्छु। हामी कार्यक्रम अन्तिम चरणमा पुगिसकेका छौँ। हामीले छलफल गर्दाखेरि धेरै क्षेत्रहरू प्रभावित भएको कुरा पनि निष्कर्ष निकालिसकेका छौँ। तपाईँको निष्कर्ष राखिदिनुहोस्। अब आगामी दिनहरूमा चाहिँ यो प्रभावित भएका हाम्रा संस्कृति सम्पदा, अब रोजगारी लगायत विभिन्न क्षेत्रमा चाहिँ आउने दिनमा यो चुनौतीलाई चाहिँ उठान गर्नको लागि नेवार समुदायहरूले के गर्नुपर्छ जस्तो लाग्छ? अब मैले अघिदेखि भनिराखेको कुरा चाहिँ हो, अब हामी आफै पनि संयमित हुनुपर्दछ। संयमित हुनेको सवालमा फजुल खर्चको कटौतीदेखि आफ्नो आर्थिक अवस्थालाई कसरी सबल बनाउन सकिन्छ भन्ने कुरामा अब हामी सचेत हुने हो। अब पहिलेकै जस्तै स्थिति बन्नेवाला स्थिति छैन। पहिलेकै जस्तै आम्दानी बन्छ भन्ने कुरामा त अब त्यो अब सम्भव देखिँदैन। त्यसकारण यसलाई अब संयमित रूपमा जीवनयापनमा अब हामी आफै कसरी चाहिँ यस भावमा जान सक्छौँ भन्ने कुरामा हामी अगाडि जानुपर्छ। र यसको सपोर्टको रूपमा सरकारबाट, स्थानीय सरकारबाट, प्रदेश सरकारबाट पनि विभिन्न किसिमका राहतका प्याकेजहरू आएर, कर सुविधाका कुराहरू आएर, सबै कुराहरू आएर चाहिँ एउटा समष्टिगत रूपमा अप्ठ्यारोमा परेकाहरू सबैलाई चाहिँ कसरी त्यसलाई उकास्न सकिन्छ भन्ने कुरामा यो अब सबैको चाहिँ ध्यान जानुपर्दछ। यसरी नगइकन अब एक तर्फबाट मात्रै सरकारले कुनै निर्णय गर्ने तर त्यो फेरि पनि लागू नहुने, जस्तो अहिले आएको कुराहरूमा यस्तै अव्यवहारिक निर्णयहरू चाहिँ सरकारबाट हुने गर्दछ होइन। जस्तो अब यातायातकै कुरामा अहिलेको उदाहरण लिने हो भने मोटरसाइकलमा 2 जना बस्न नपाउने, गाडीमा चाहिँ
ड्राइभर एकजना अगाडि मात्रै बस्न पाउने, दुईजना पछाडि बस्न पाउने, अनि चलाउने चाहिँ लोग्ने मान्छे लोग्ने भयो, अनि पछाडि चाहिँ बस्ने चाहिँ स्वास्थ्य भयो भने यो हाम्रो स्ट्याटसमा मिल्छ, यो समाजमा मिल्छ। यसरी अव्यावहारिक कुराहरू चाहिँ आउनु चाहिँ भएन। त्यसकारण यस विषयमा अब सम्बन्धित व्यक्तिहरूसँग चाहिँ छलफल गरेर यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरामा सरकार पनि गम्भीर रूपमा चाहिँ लाग्नुपर्छ जस्तो लाग्छ। अनि विशेष गरिकन यो हामी आदिवासी जनजातिकोहरूको कुरा गर्दाखेरि यो हामी आदिवासी जनजातिहरू भनेको अब अलग्गै किसिमको आफ्नो सभ्यता भएका, आफ्नै सम्पदा भएका, आफ्नै संस्कृति भएका व्यक्तिहरू हुन्। त्यसकारण यिनीहरू बिचमा पनि हामीले यसलाई कसरी रिभाइभ गराउन सकिन्छ। पहिलाका धेरै कुराहरू जस्तो अहिले कोभिडको लागि बच्ने कुरामा जति पनि नियमका कुराहरू आइरहेछ त्यो पहिलादेखि नै हामीले लागू गरेर राखेको, हाम्रो जीवनयापनमा यो सुचारू रूपमै चलिराखेको कुराहरू हो। त्यसकारण यसलाई चाहिँ कसरी रिभाइभ गराउन सकिन्छ भने एउटा जागरणको अभियान पनि आवश्यकता हुन्छ हामी आदिवासी जनजातिहरू बिचमा। त्यसकारण आदिवासीहरूले पहिलेदेखि गरिराखेको कुराहरूलाई फेरि संस्कारको नाउँमा, संस्कृति नाउँमा र पुनर्जागरणको नाउँमा हामीले कसरी लानुपर्छ भन्ने कुरामा पनि हामीले यसमा चाहिँ ध्यान दिनुपर्छ, छलफलमा ल्याउनुपर्छ। यसरी सबै विन विन पोजिसनमा पुग्यो भने मात्रै यो हामीले कोभिडको चाहिँ प्रभावलाई कम पार्न सक्छ। अब होइन अब सरकारले एउटा निर्णय गर्ने, हामी आफ्नो एउटा निर्णय गर्ने, अहिले जस्तो दुकान खोल्ने भनेर भनिरहेको छ, दुकान खोल्दाखेरि हामीले कम्तीमा पनि अब मान्नुपर्नेहरू चाहिँ सुरक्षा विधिहरू अप्नाएनौँ भने यो फेरि महामारीको रूपमा आउने स्थिति तपाईँहरू सबै हामी सबैहरूलाई थाहा भएकै कुरा हो। त्यसकारण आफू पनि सचेत हुनु पर्यो, अरूलाई पनि सचेत हुनु पर्यो र सचेत गर्ने कुरामा पनि अब यो कार्यान्वयन गर्ने निकायहरू पनि सचेत रूपमा चाहिँ अब मानव सभ्यताको हिसाबमा के कसो गर्नुपर्छ भनेर अगाडि जानुपर्छ जस्तो मलाई लाग्छ। हालको समस्या भनेको मैले बुझेको यी नै हुन्, हालको समाधान भनेको पनि यी नै हुन्। हस्, धन्यवाद। एकदमै महत्त्वपूर्ण भूमिका रहन्छ, किनभने यो समयमा जति सञ्चारकर्मीहरूको सक्रियता छ, आफै पनि सङ्क्रमित भइराखेको अवस्था पनि छ र त्यही अवस्थाको बिचमा पत्रकारहरू सक्रिय हुनुहुन्छ। जुन स्थानमा कसैको लागि पनि जानको लागि नसकिने अथवा त्यो किसिमको सङ्क्रमणको जोखिम रहँदाखेरि एकजना पत्रकार त्यहाँ पुग्नुहुन्छ, त्यहाँको अवस्थाको बारेमा बुझाउनुहुन्छ। यो समयको ध्यान केन्द्रित भइरहेको क्षेत्र त्यो भयो। तर त्यति मात्र होइन, भर्खरै सुरेश प्रधानजीले कुरा उठाउनुभयो, नरेशवीर साकीजीले कुरा उठाउनुभयो, माइलाबाबु देउलाजीले कुरा उठाउनुभयो। यी सबै कुराहरू सम्बन्धित स्थानसम्म पुर्याउनको लागि जसरी यही कार्यक्रमको माध्यमबाट तपाईँ पुर्याउँदै हुनुहुन्छ, हामी सञ्चारकर्मीको कर्म त्यही नै हो। त्यही कारण यो कर्ममा एउटा पुलको जुन भूमिका रहन्छ, एउटा माध्यम जुन बन्छ, त्यो माध्यम सञ्चार माध्यम र सञ्चार माध्यमको भूमिका निकै महत्त्वपूर्ण छ यो समयमा। त्यही कारण सञ्चारकर्मीहरूको भूमिका निकै महत्त्वपूर्ण छ। यो भूमिका अब बिचको समयमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गर्दाखेरि अथवा यो विषयमा धेरै अनभिज्ञता रहँदाखेरिको त्यो बेलाको काम गराए आफ्नो ठाउँमा छ, तर यो समयसम्म आइपुग्दाखेरि त्यसको लागि रणनीतिहरू बन्नुपर्छ। एउटा त स्वास्थ्य सबभन्दा राम्रो स्थितिमा राख्ने प्रयासहरू हामी सबैबाट हुनै पर्यो। जब हाम्रै जीवनशैलीमा पनि हाम्रो स्वास्थ्यमा असर पार्ने खालका खानपान हुन्छ अथवा त्यो किसिमको हाम्रो दैनिकी हुन्छ, त्यो किसिमको हाम्रो विचार हुन्छ, मानसिक रूपमा तनाव हुन्छ भने त्यसको प्रभाव कोरोनाभन्दा पनि व्यापक रहेको कुरा पनि हामी यो समय सुन्दैछौँ। सबैको सुस्वास्थ्यको पनि यो समय कामना गर्छु र यो समय जसरी व्यावसायिक रूपमा सुरक्षाको कुराहरू आइराखेको छ, व्यवसायको सुरक्षाको कुरासँगै जो व्यवसायमा आबद्ध अन्य पेसाकर्मीहरू हुनुहुन्छ, अब सञ्चार माध्यमको सुरक्षाको कुरा आइरहँदाखेरि सञ्चारकर्मी पत्रकारहरूको सुरक्षाको कुरा पनि त्यसमा जोडिनुपर्छ र कोही पनि असुरक्षित नहुने किसिमले कसरी काम गर्ने त्यो किसिमको बाटो हामीले खोज्नै पर्छ र यो बाटो खोज्ने कार्यमा अब छलफलको कार्यक्रम त अब लगभग सुरु भइहाल्छ। यो संवाद अनि सञ्चारकर्म र सञ्चारकर्मको यो समयको महत्त्वलाई आत्मसात गर्दै अझ धेरै यो विषयहरू समाजमा रहेका कुराहरू ल्याउने र सम्बन्धित स्थानसम्म ती कुराहरूलाई पुर्याउने यो कर्ममा अझ बढी सक्रियता, अझ बढी जिम्मेवारी निर्वाह हुनुपर्दछ। यो अब कसरी सञ्चार माध्यमले पुर्याउने भन्ने कुरामा त अब यो तपाईँहरूकै अहिले चलिरहेको एनजी नेसन टेलिभिजन मार्फत नै सबै साथीहरूले यो कुराहरू हामी सजग रहौँ, सतर्क रहौँ, सुरक्षित रहौँ भन्नेमा छौँ। त्यसै कारणले गर्दाखेरि अहिले जे जति कुराहरू जुन निस्केको छ यो कुराको बारेमा यो सायद यो कुराहरू हामीले जुन अहिले तपाईँहरूसँग कुराकानी गरिरहेका छौँ यो कुराको बारेमा कसैले चाहिँ टिका टिप्पणी त हुन्छन् पनि होला। त्यसै कारणले गर्दाखेरि जब जुन मान्छे जुन आफू सचेत हुँदैन अरू चाहिँ सचेत हुँदैन, त्यस कारणले पहिले आफू सचेत हुने अनि पछि अरूलाई सचेत गराउने, आफू सचेत नभइकन अरूलाई गराउनु हुँदैन भन्ने कुराहरू छ। त्यसै कारणले गर्दाखेरि अहिले हाम्रो पत्रकार हाम्रो सुरजवीरले धेरै कुराहरू राखिसक्नु भएको छ, यही मार्फत पनि हामीले सन्देश दिने भन्ने कुराहरू यतिले मात्र पनि पुग्दैन। हाम्रो यतिले मात्र पनि चाहिँ यो सूचनाको प्रभावले मात्र चाहिँ पुग्दैन। म
कठोरका साथ भन्छु, किन भन्दाखेरि धेरै जसो ठाउँमा चाहिँ त्यो सञ्चार माध्यम चाहिँ कहिलेकाहीँ नपुगेको अवस्था हुन्छ। त्यसै कारणले चाहिँ यो दिनभरि सञ्चार माध्यम सुन्ने अवस्था पनि नपुगेको हुनाले हामीले आफ्नो चाहिँ क्षेत्रमा, कार्यक्षेत्रमा, आफ्नो समुदायभित्र चाहिँ आफैले नै चाहिँ परिचालन गरेर सतर्कता अपनाउनु पर्ने र यसको चाहिँ गर्नुपर्ने भन्ने मलाई लाग्छ है। किन भन्दाखेरि जसरी चाहिँ तपाईँको हाम्रो कर्णालीको यो जुन दैलेखका चाहिँ मैले अहिले कुराकानी गऱ्यो भने पनि जहिले पनि उहाँलाई के हुन्छ नियतै छैन, त्यस कारण चाहिँ म आउन सकिँदैन भन्ने कुराहरू चाहिँ गर्नुहुन्छ। त्यसै कारणले गर्दाखेरि त्यही चाहिँ लोकल बासिन्दालाई चाहिँ हामीले चाहिँ परिचालन गर्नुपर्छ भन्ने एउटा कुरा भने। अर्को हाम्रो चाहिँ अब यो उद्योग व्यवसायमा चाहिँ चलाउनुपर्छ भन्ने कुरामा हाम्रो सुरेश प्रधानजीले चाहिँ भन्नुभएको छ, यसमा दुई मत थिएन, तर त्यो चलाउनुपर्छ। तर त्यसको लागि अझै पनि अलिकति सतर्कता रहने हो कि अझै पनि हामी नहतारिने हो कि भन्ने मलाई लाग्छ कि किन भन्दाखेरि यो काठमाडौँमा महामारी यो कोभिड-19 भित्रियो भने यसबाट जोगिने धेरै गाह्रो छ। किन भन्दाखेरि यो देशभरिका भन्दा पनि यहाँ 50औं लाख नेपाली जनताहरू यो काठमाडौँ उपत्यकाभित्र चाहिँ बसोबास गरेको छ। त्यस कारणले गर्दाखेरि यसले गर्दाखेरि समस्या रहन्छ भन्ने मलाई लाग्छ है। किन भन्दाखेरि यो धेरै जसो चाहिँ भैयाभरको मान्छेहरू चाहिँ काठमाडौँ भने यहाँ भित्रिसकेपछि त्यो समस्या हुन्छ। तर अब यो जुन हामीले व्यापार व्यवसायमा कुराकानी गर्न भन्दाखेरि त्यो स्ट्यान्ड गरेर फेरि चाहिँ अहिले राज्यले के बनाएको छ भने बिहान 7 बजे खोल्ने, 11 बजे बन्द गर्ने, 4 बजे खोल्ने, तपाईँको 7 बजे बन्द गर्ने भनेपछि यो मलाई लाग्छ यो उपयुक्त होइन। किन भन्दाखेरि व्यापार व्यवसाय गर्ने भनेको कुनै पनि मान्छेहरूको चाहिँ त्यो समय हुन्छ, त्यो सीमाभित्र आएर उहाँले चाहिँ किन्ने प्रथा भयो भने त्यो हुन्छ। अब अर्को हाम्रो नरेश दाइले पनि भन्नुभएको छ कि नरेश दाइले जुन किसिमको अब आफू पनि सुरक्षित रहने, अरूलाई पनि सुरक्षित गराउने भनेर हामीले यही विषयमा पनि एउटा सानो म जानकारी गराएका छौँ। हामीले यसैलाई चाहिँ मध्यनजर गरेर हामी भर्चुअल संवाद गरेर यो सबै ठाउँमा चाहिँ हामीले यो राखिरहेका छौँ। आज हामीले चाहिँ महत्त्वपूर्ण कुरा गर्दैछौँ। फेरि हाम्रो यो भर्चुअल संवादबाट हाम्रो यो चाहिँ जुम मार्फतै कुराकानी गरेर हामीले सबै ठाउँमा चाहिँ अझै पनि तपाईँहरू सुरक्षित रहनु है। यो सुरक्षितबाट चाहिँ हुने नै तरिका चाहिँ आफै अपनाऊ अनि अरूलाई पनि सिकाउनु भन्ने कुराहरूमा जानुपर्छ। नत्र भने यो अहिले उताबाट मैले सञ्चार माध्यमबाट सुनेको 26 लाख इन्डियाबाट नेपालीहरू फर्किँदैछ भनेपछि 6-7 लाखजना त भित्रिसकेका छ। अझ कतिपय हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू भित्रिन क्रम बाँकी नै छ। अन्य चाहिँ कुवेतदेखि लिएर मलेसिया, कतार इत्यादिबाट दिनरातै चाहिँ मान्छेहरू चाहिँ आइरहनु भएको छ। अब यहाँ क्वारेन्टाइनको पनि राम्रो चाहिँ व्यवस्था छैन अहिले। अब चाहिँ योभन्दा बेसी चाहिँ अहिले 1,30,000 चाहिँ क्वारेन्टाइनमा हुनुहुन्छ। त्यो 1,30,000 चाहिँ क्वारेन्टाइनलाई पनि व्यवस्था गर्न नसकेर त्यो अब अस्ति चाहिँ एकजना चाहिँ त्यो जुन सर्पले चाहिँ टोकेको उहाँलाई चाहिँ हतारमा चाहिँ लगेर उपचार गराउने क्रममा अब त्यो उपचार गराउने डाक्टर नर्सहरू चिन्तितमा हुनुहुन्छ। पछि उहाँसँग PCR टेस्ट गर्दाखेरि उहाँसँग पोजिटिभ चाहिँ आएको छ भनेपछि यो सरकारको थुप्रै चाहिँ धेरै जसो चाहिँ कमी कमजोरीहरू चाहिँ छन्। खाना नपाएर भोकभकी भएको छन्। अघि हाम्रो नरेश दाइले चाहिँ भन्नुभएको छ कि त्यो मात्र होइन कि एउटै परिवार चाहिँ 5-6 जना चाहिँ विष पनि खुवाउने आफू पनि मर्ने गरेर खाएर बितेकाहरू पनि छन्। त्यसै कारणले गर्दाखेरि यो लाई चाहिँ दृष्टिगत गरेर हामीले के भनेका छौँ भन्दाखेरि हाम्रो चाहिँ यो सरकारले जो आर्थिक रूपमा विपन्न छ, यो जुन चाहिँ कमाउन सकेका छैन, एक अर्को घरमा गएर ठेक्कामा काम गरेर चाहिँ कामकाज गर्ने सबैजना साथीहरूलाई एउटा उनीहरूले राहतको व्यवस्था गरेको भए सायद चाहिँ हिजो चाहिँ त्यो अस्ति 3 जना त्यो बालिका र आमा सहित दिवंगत हुने थिएन। त्यही कारणले गर्दाखेरि नेपाल सरकारले धेरै कमी कमजोरीहरू चुकाएको छ। मात्र चाहिँ उहाँहरू अहिले पनि म भन्छु कि यो उहाँहरूको चाहिँ संसद भत्ता 18% चाहिँ बढाउने, जनताले चाहिँ कर बढाउने त्यसरी चाहिँ गरिरहनु भएको हुनाले यो सरकार चाहिँ निकै नै यो अब के भनौँ भयो यसलाई चाहिँ हामीले त भन्ने शब्द नै छैन। यो चाहिँ त्यति चाहिँ गिरिसकेको छ सरकार। त्यसो भएको हुनाले अब तपाईँहरूकै चाहिँ यो जुन सञ्चार माध्यमबाट म के भन्न चाहन्छु भन्दाखेरि हामीले यही विषयमा चाहिँ अस्ति नेवारमा चाहिँ अर्थतन्त्रमा
कति असर परेको छ भनेर चाहिँ गर्दाखेरि अहिलेको चाहिँ समग्र चाहिँ नेपालको इतिहासमा हेर्दाखेरि सबैभन्दा चाहिँ मार पर्ने अर्थतन्त्रमा हाम्रो नेवारलाई नै परेको छ भने एउटा निष्कर्ष निकालेको छु। आज हामी त्यो अनुमोदन गर्दैछौँ। अनि अर्को एउटा चाहिँ हाम्रो चाहिँ संस्कृति सम्पदामा चाहिँ हामीलाई चाहिँ छ कि भनेर भन्दाखेरि त्यसमा पनि धेरै हामीलाई नै परेको छ भन्ने कुराहरू, अनि भाषा कला संस्कृति लगायतका चाहिँ बारे पनि हामी त्यस्तै विज्ञ व्यक्तिहरू ल्याएका छौँ है। हामी आफैले चाहिँ यो केन्द्र कमिटीले तय गरेका होइन कि त्यस्तो विज्ञ अर्थविज्ञहरू, भाषिक विज्ञहरू, संस्कृति विज्ञहरू, विभिन्न किसिमका चाहिँ विज्ञहरूलाई ल्याएर चाहिँ हामीले त्यो यो भर्चुअल संवादबाट गर्दाखेरि उहाँहरूले भन्नुभएको, उहाँले गरेकाहरू हामीले चाहिँ यो नेवा देदबुको एउटा फेसबुक छ, त्यो फेसबुक मार्फत हामीले लाइभ कार्यक्रम पनि गरिरहेको छौँ। आज पनि हामी 3 बजेदेखि 5 बजेसम्म लाइभ मार्फत चाहिँ त्यो कार्यक्रमको चाहिँ प्रस्तुत गरिनेछ। त्यसैले सबै साथीहरूले यो इन्डिजिनियस टेलिभिजन सुनेर यदि कतै चाहिँ यो माइला बाबु देउला महासचिवको हैसियतले मात्र नभए एउटा समग्र चाहिँ नेवारको हैसियतले पनि तपाईँहरूले चाहिँ जिज्ञासा राख्नु हुन सक्नेछ। त्यसै कारणले गर्दाखेरि तपाईँको चाहिँ घर घरमा आएर मैले केही तपाईँहरूलाई चाहिँ केही दिन सकिएन, तर मेरो यो शब्दले पनि तपाईँहरूको सुख होस्, शान्ति होस्, दीर्घायु होस् भन्ने म सबैले चाहिँ आग्रह चाहन्छु। र आम जनजातिलाई चाहिँ अरूलाई चाहिँ म भन्न सकिँदैन, आम जनजाति समुदाय चाहिँ हाम्रो 38% जनजाति समुदायहरू हुनुहुन्छ। त्यो 38% चाहिँ जनजाति समुदायको चाहिँ सुरक्षा होस् र सबैको भलो होस् भन्ने कामना गर्दै म तपाईँहरूबाट बिदा हुन्छु। हस्त, धन्यवाद, अभिवादन, नमस्कार, जय जलपा। हजुर, यहाँहरू चारैजनालाई यहाँहरूको महत्त्वपूर्ण भनाइ र यहाँहरूको महत्त्वपूर्ण समयको लागि धन्यवाद दिन चाहन्छौँ। यहाँहरूको भनाइले हाम्रो समुदायको लागि, नेवार समुदायको लागि केही लाभान्वित हुनेछ भन्ने मैले विश्वास लिँदै आजको लागि कार्यक्रमबाट बिदा हुन चाहन्छु। पक्कै पनि उहाँहरूको भनाइबाट, उहाँहरूको जवाफबाट तपाईँहरू केहीसम्म लाभान्वित हुनेछ भन्ने मैले आशा गर्दै कार्यक्रममा साथ दिनुभएकोमा तपाईँ सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। भोलि यही समय, यही बेला नयाँ अतिथि, नयाँ विषयवस्तुका साथ हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि इन्डिजिनियस टेलिभिजन हेर्दै गर्नुहोला। युट्युब सर्च गरेर पनि यो कार्यक्रमलाई हेर्न सक्नेछ। एप्स मार्फत पनि यो कार्यक्रमलाई तपाईँले हेर्न अनि सुन्न सक्नेछ भन्दै आजको लागि म लगायत मेरो सम्पूर्ण युनिटलाई आज्ञा दिनुहोस्। नमस्कार।